अनलाइन धुरपाटन न्युजबाट विश्वभर छरिएका नेपालीसँग पनि पुगिसकेको छ। 2 दशकभन्दा लामो यो यात्राले एउटा कुरा प्रष्ट पारेको छ, सूचना र खबरका लागि सधैँ काठमाडौँकै मुख ताक्नु पर्दैन। मफसलको पत्रकारितामा पनि ठूलो सामर्थ्य हुन्छ। जसरी धुरपाटन दैनिकले हरेक बिहान नयाँ ऊर्जा र ताजा खबर लिएर आउँछ, आजको हाम्रो यो कार्यक्रम वा छलफलले पनि यस्तै नयाँ सोच र ऊर्जा थप्नेछ मेरो विश्वास छ। चियाको तातो बापसँगै पत्रिका पल्टाउन खोज्छु, चियाको तातो बापसँगै पत्रिका पल्टाउन खोज्छु, बिहान ताजा खबर पढी अलिकति मुस्कुराउन पनि खोज्छु। श्रीमतीले भन्छन् पत्रिका पछि पढ्नु होला हजुर, श्रीमतीले भन्छन् पत्रिका पछि पढ्नु होला हजुर, पहिले भाँडा माझ्नुस् त म सधैँ ढोकातिर सर्न खोज्छु। श्रीमतीले भन्छन् पत्रिका पछि पढ्नु होला हजुर, पहिले भाँडा माझ्नुस् म त सधैँ ढोकातिर सर्न खोज्छु। बिहानै उठेर अलि विद्वान जस्तो बन्न खोजेको, बिहान उठेर अलि विद्वान जस्तो बन्न खोजेको, धुरपाटन दैनिक हातमा लिएर मुख्य खबर पढ्न खोजेको, पछाडिबाट चियाको पैसा देऊ न साउजी कड्किएपछि, पछाडिबाट चियाको पैसा देऊ न साउजी कड्किएपछि सम्पादकीय छोडेर राशिफलतिर नजर मन्न खोज्छु, सम्पादकीय छोडेर सधैँ राशिफलतिर नजर मन्न खोज्छु। नमस्कार, म आजको कार्यक्रम उद्घोषक तथा धुरपाटन दैनिकको संवाददाता अनिश पाठक यहाँहरूमा हार्दिक स्वागत टक्राउन चाहन्छु। अब हामी कार्यक्रम सुरु गर्न लागिराखेका छौँ। आजको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय गोविन्द बहादुर नेपालीज्यूलाई म प्रमुख अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। टीका र मार्गको लागि म सङ्गीता रेग्मी दिदीज्यूलाई हार्दिक अनुरोध गर्दछु। कार्यक्रममा विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी म अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि गण्डकी प्रदेश सभाका पूर्व सांसद इन्द्रलाल सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख जनकराज पौडेलज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष गीता श्रीज्यूलाई म अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा विरलज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्व अध्यक्ष मुकेश चन्द्र राज भण्डारीज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी पुरस्कार कोषका संस्थापक प्रतिनिधि सचिन राज भण्डारीज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी डिआइआरडिसी बागलुङका उपाध्यक्ष शालिग्राम शर्माज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी प्रगति सहकारी संस्थाका अध्यक्ष कुमार पौडेलज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी धुरपाटन दैनिकका स्तम्भकार कृष्णराज शर्माज्यू र कृष्णमान सैदज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी नेपाल प्रेस युनियनका अध्यक्ष सङ्गम घरतीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी प्रेस चौतारी नेपालका उपाध्यक्ष अर्जुन कार्कीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी प्रेस सेन्टरका सचिव विनोद प्रतीकज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी अतिथि आसन ग्रहणको लागि म वरिष्ठ साहित्यकार काजी रोशनज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी म अतिथिज्यूहरू आउने क्रम रहिराखेको हुँदा अतिथिज्यूहरूलाई क्रमशः आउनुभयो भने उहाँहरूलाई अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्ने नै छु। र आजको धुरपाटन दैनिकको 24औं वार्षिक उत्सव तथा पुरस्कार समापन समारोहमा आफ्ना भनाइसहित अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि म प्रधान सम्पादक हरिनारायण गौतमज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद अनिश। हामी धुरपाटन दैनिकको 24औं वार्षिक उत्सव समारोहमा सहभागी भइरहेका छौँ।
यो कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक मन्त्री कमरेड गोविन्द नेपालीज्यू, कार्यक्रमका विशिष्ट अतिथि बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठज्यू, मञ्चमा उपस्थित हुनुभएका गण्डकी प्रदेश सभाका पूर्व सांसद इन्द्रलाल सापकोटाज्यू, पूर्व नगर प्रमुख जनक राज पौडेलज्यू, वरिष्ठ साहित्यकार काजी रोशनज्यू, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का तल हुनुहुन्छ। मलाई मञ्चमा फेरि एकपटक मञ्चमा आमन्त्रण गर्दै सम्झन चाहन्छु। नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्षज्यू, पूर्व अध्यक्ष मुकेश चन्द्र राज भण्डारीज्यू, ढोरपाटनको यो यात्रामा जोडिनु भएको, उपस्थित हुनुभएका र सहभागी हुनुभएका आदरणीय अतिथिहरू, स्तम्भकार, सहकर्मी, सबै पत्रकार साथीहरू र सहभागी सम्पूर्ण महानुभावहरू, यहाँहरू सबैमा हार्दिक स्वागत अभिवादन व्यक्त गर्दै आजको यो कार्यक्रमलाई अगाडि बढाउनका निम्ति म पत्रिकाका संवाददाता, दुर्गम ठाउँ खरबाङमा रहेर विशेष गरी बागलुङको पश्चिम क्षेत्रको रिपोर्टिङ गर्ने अनिश पाठकलाई आग्रह गर्न चाहन्छु। हामीले यो कार्यक्रम अत्यन्त छोटो बनाउनेछौँ। हामी अर्को वर्ष रजत वर्ष मनाउनेछौँ। हामी रहेका छुटेका कार्यक्रम गर्न बाँकी रहेका सबै कार्यक्रम हामीले अर्को वर्ष विशेष कार्यक्रमका बीच गर्नेछौँ। यो कुरा म यहाँहरूको बिचमा राख्न चाहन्छु र आज हामीले दुईटा कार्यक्रमलाई यहाँ हामीले जोड्नेछौँ। मूलतः हामी 24औं वर्ष प्रत्येक वर्ष ढोरपाटनले विशेष अङ्क प्रकाशन गर्छ। खास गरी धौलागिरी क्षेत्रको प्रकाशन हामीले गर्दै आएका थियौँ। अहिले हामी गण्डकी प्रदेश मुलुक सङ्घीयतामा गएसँगै गण्डकी प्रदेशको राजधानीबाट पनि हामी प्रकाशन आरम्भ गऱ्यौँ। त्यसपछिका वर्षहरू खास गरी हामीले पोखरामा केन्द्रित रहेर कार्यक्रम गर्ने गऱ्यौँ र विशेष अङ्क पनि हामीले गण्डकी प्रदेशलाई अघि अनिसले भने जस्तै हामीले सुरुमा भौगोलिक हिसाबले यहाँको निकटतालाई हामीले जोड्यौँ। पछि हामीले समावेशी सङ्घीयता र लोकतान्त्रिक मूल्य मान्यताका बिचमा रहेर हामीले कार्यक्रमलाई अगाडि बढायौँ र हाम्रा विशेष अङ्क त्यही हिसाबले अगाडि बढे। अहिले मुलुक सङ्घीयतामा गइसकेपछि संविधान घोषणा भएको 11 वर्ष पुरा भएको छ। संविधान घोषणासँगै सङ्घीयता कार्यान्वयन भएको खास गरिकन हामीले 74को स्थानीय निर्वाचनलाई मान्यौँ भने पनि हामी 10 वर्षमा प्रवेश गरेका छौँ र संविधानको लगत्तै हामीले त्यसलाई गणना गऱ्यौँ भने हामीले 10 वर्ष पुरा गरिसकेका छौँ। यो हिसाबले हामीले अहिलेको विशेषणका सङ्घीयताको साङ्गो पाङ्गो विषयवस्तुलाई उठान गर्ने जमर्को गरेका छौँ र यो सङ्घीयताप्रतिको राज्यको हिँडाइ सुस्त भयो। सुस्त हिँडाइबाट मुलुकले गति प्राप्त गर्न सकेको छैन भन्ने हिसाबले हामीले त्यसको मेन थिम सुस्त सङ्घीयतालाई हामीले अहिले यो विशेषज्ञमा जोड दिएका छौँ र त्यसलाई हामीले केही क्षणमा हामीले सामूहिक रूपमा यसलाई सार्वजनिक गर्नेछौँ। त्यसपछि हाम्रो नियमित कार्यक्रम वर्षभरिमा ढोरपाटन मिडियाभित्र आबद्ध रहेर काम गर्ने उत्कृष्ट दुईजना, एकजना पत्रकार र एकजना कर्मचारी, दुईजनालाई हामीले प्रत्येक वर्ष सम्मान गर्ने गर्छौँ पुरस्कारसहित। त्यो पुरस्कारलाई हामीले जोड्नेछौँ। त्यसपछि हामीले ढोरपाटनको पूर्व अध्यक्ष कृष्णमय अधिकारी उहाँले स्थापना गरेको बा आमाको नाममा टिका विद्या स्मृति पत्रकारिता पुरस्कार, त्यसलाई हामीले यो कार्यक्रममा जोड्नेछौँ। हामी 75सम्म हामीले त्यो पुरस्कार यहीँबाट हामीले वितरण गऱ्यौँ। त्यसपछि पोखरा गइसकेपछि खास गरी कृष्णमाया म्याडम काठमाडौँमा गएको र बिरामी भएको कारणले हामी लामो समय रोकिएको थियो। त्यसलाई अहिले हामीले एकैचोटि 75 देखि 81 सम्मका 76 देखि 71 के अरे 81 सम्मका 6वटा पुरस्कार आज हामीले सामूहिक यहीँ प्रदान गर्नेछौँ र यो बागलुङमा रहेर पत्रकारिता गर्ने पत्रकारिताका अग्रजहरू, अगुवाहरू र नवा पुस्तालाई हामीले त्यो पुरस्कार प्रदान गर्नेछौँ। आज सन्दर्भले कृष्णमाया म्याडम बिरामी भएको कारण यहाँ उपस्थित हुन सक्नु भएको छैन। उहाँको परिवारको तर्फबाट सचिन राजभण्डारी यहाँ आउँदै हुन्छ, सहदेव राजभण्डारी तल एउटा कार्यक्रममा छु म आउँछु भन्नुभएको छ। त्यो कार्यक्रमलाई हामीले जोड्नेछौँ र अन्तिममा हामीले यहाँहरूका उपस्थित अतिथिहरूका छोटा शुभकामना छोडेर ढिलोमा हामी 3 बजेभित्र 1 घन्टाको अबको 1 घन्टाभित्र हामी यहाँबाट
कार्यक्रम समापन गर्नेछौँ, त्यसपछि खाजा खाएर बिदा हुनेछौँ। यति कुरा यहाँहरूको बिचमा जानकारी गराउँदै म यो कार्यक्रमलाई अब नियमित रूपमा अगाडि बढाउन आजको कार्यक्रमका सञ्चालक ढोरपाटन दैनिकका संवाददाता अनिश पाठकलाई अनुरोध गर्दै अध्यक्षता ग्रहण गर्ने अनुमति चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमज्यूलाई र उहाँको अनुमति अनुसार म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका पदाधिकारी तथा सदस्यज्यूहरूलाई पनि म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु र सँगसँगै अब हामी राष्ट्रिय गानमा जोडिन लागिराखेका छौँ। तसर्थ राष्ट्रिय गानमा सहभागी भइदिनु हुन लागि म अतिथिज्यूहरू र सहभागी सबैलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सम्पूर्णमा र आजको यस कार्यक्रममा उपस्थित सम्पूर्णलाई आफ्ना भनाइद्वारा स्वागत मन्तव्य राखिदिनु हुनको लागि म ढोरपाटन दैनिकका समाचार सम्पादक फणीन्द्र अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषकज्यू। आजको कार्यक्रमका अध्यक्ष ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक अर्थात् ढोरपाटन सञ्चार प्रणालीका अध्यक्षज्यू, हाम्रो कार्यक्रमको आज 24औं वार्षिक उत्सवको यात्रामा छौँ हामी। हाम्रो कार्यक्रमलाई गरिमामय बनाइदिन उपस्थित हुनुभएका गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीजी गोविन्द नेपालीज्यू, गण्डकी प्रदेश सरकारका पूर्व प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाज्यू, यो हामी जुन आँगनमा अहिले हामी कार्यक्रम गरिरहेका छौँ यो बागलुङ नगरपालिकाका मेयर साहब, उपमेयरज्यू, निवर्तमान मेयर साहब, नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्षज्यू, बागलुङका पूर्व अध्यक्षज्यूहरू, सँगसँगै पत्रकार महासङ्घ पत्रकार सम्बद्ध यहाँका विभिन्न सङ्घ संस्थाका प्रमुखज्यूहरू र प्रतिनिधिज्यूहरू, अरू पत्रकार साथीहरू, यो हाम्रो ढोरपाटन दैनिकलाई माया गरेर यहाँसम्म आउनुभएका सबै विभिन्न क्षेत्रका प्रबुद्ध महानुभावहरू सबैमा म एकमुष्ट स्वागत गर्दछु। मेरो स्वागत अभिवादन स्वीकारेर अनुरोध गर्दछु। आज हामी 24औं वार्षिक उत्सवमा छौँ भने म ढोरपाटनमा जोडिएको केही समय मात्रै भएको छ, तर यो गण्डकी र धौलागिरीको आँगनमा आएको ढोरपाटन आइस्कन तन्नेरी भइसकेको 24 वर्ष भएको छ ढोरपाटन भने। यो ढोरपाटनको विषयमा यहाँहरू जानकार हुनुहुन्छ र ढोरपाटनले गरेको योगदानलाई यहाँहरूले एक खालको सम्मान गरेर नै हामीलाई यो अहिले दिउँसोको समयमा आज हाम्रो एउटा पर्व पनि पर्छ, नागको पूजा गर्ने पर्व। त्यसको बावजुद पनि तपाईँहरूको यहाँ गरिमय उपस्थिति देख्दा हामी गौरव बोध गरिरहेका छौँ। सँगसँगै यो कार्यक्रममा यहाँहरू हामीले जुन खालको एउटा विषाङ्क निकालेका छौँ, एउटा सुस्त सङ्घीयता भन्ने, र यो हाम्रो वार्षिक उत्सवको अघि योजनाको विषयमा प्रधान सम्पादकले कुरा राखिसक्नु भएको छ। म एउटा औपचारिकताको लागि मात्रै उभिएको हुँ, त्यसका बावजुद पनि म सानो कुरा चाहिँ यहाँनिर राख्छु। अब यो ढोरपाटन दैनिकले अहिले प्रादेशिक संरचनामा गइसकेपछि चाहिँ
बागलुङ र पोखरा दुई स्थानबाट प्रकाशन गरिरहेको छ। म यहाँ अहिले देखिरहेको छु आजको हाम्रो प्रमुख अतिथि हुनुहुन्छ अहिले भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ र अघिल्लो कार्यकालमा उहाँ चाहिँ मुख्यमन्त्रीज्यूको चाहिँ सल्लाहकार हुनुहुन्थ्यो। यसर्थ अनि अर्को कुरामा हामीलाई गौरवबोध के छ भने ढोरपाटन दैनिकको स्थापना कालमा उहाँ हामीसँग आबद्ध हुनुहुन्थ्यो। उहाँको बाइलाइन मैले पछिल्लो क्रममा आएर पनि देख्दाखेरि अर्को तर्फले गौरवबोध गरिरहेको छु। त्यति मात्रै होइन, गण्डकी प्रदेशले आफ्नै ऐन पनि बनाएको छ सञ्चार ऐन। त्यसको ड्राफ्ट हुँदा पनि उहाँ चाहिँ प्रदेश सरकारमै हुनुहुन्थ्यो, अहिले कार्यान्वयन गर्ने तहमा पनि उहाँ हुनुहुन्छ। अनि पछिल्लो क्रममा सञ्चार क्षेत्रले अलि अन्यल खालको अवस्था पनि भोगिरहेको छ र यसबारेमा केही न केही व्यवस्था पक्कै होला। हाम्रो चाहिँ जिज्ञासा पनि होला, ढोरपाटनप्रतिको अपेक्षा पनि होला र पछिल्ला आउने वक्ताहरूले यस विषयमा आफ्नो धारणा पनि राख्नुहोला। र हामीले निकालेको सुस्त संहिता भन्दै यहाँहरूलाई अलिकति फरक आलोचना गर्यो भन्ने लाग्ला, तर हामीले आलोचना गरेका छैनौँ भन्ने लाग्छ हामीलाई। हामीले समालोचना चाहिँ गरेका छौँ। पत्रकारिता क्षेत्रमा एउटा आलोचना राम्रो पक्षलाई राम्रो र खराब पक्ष छन् भने यहाँनिर यो चाहिँ सुधार्नुपर्ने पक्ष छन् भने देखाउनु पर्ने हुन्छ। हामीले समालोचनात्मक आँखाले यसलाई राख्ने प्रयास गरेका छौँ। हामी यहाँहरूको सल्लाह सुझाव र यहाँहरूको रचनात्मक टिप्पणीको अपेक्षा गर्दछौँ। त्यही यात्राले हाम्रो 25औं अर्को वर्ष रजत महोत्सव अरू हाम्रो आगामी यात्रा थप समृद्ध सब प्रभावशाली र नेपाली पत्रकारिता जगतमा प्रभावशाली भन्दै जानेछ भन्ने अपेक्षासहित यहाँहरू सबैलाई एकचोटि फेरि स्वागत गर्दै म मेरो भनाइ यहीँ टुङ्ग्याउँछु। हस्त धन्यवाद, नमस्कार। धन्यवाद। ढोरपाटन दैनिकका समाचार सम्पादक फणीन्द्र अधिकारीज्यूलाई म अतिथि आसन ग्रहणलाई जोड्न चाहन्छु। जिल्ला समन्वय समिति बागलुङका पूर्व उपप्रमुख विष्णुप्रसाद भुसालज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सँगै आजको ढोरपाटन दैनिकको 24औं वार्षिकोत्सव तथा पुरस्कार समापन कार्यक्रमलाई अब हामी औपचारिक रूपमा उद्घाटन गर्न लागिराखेका छौँ। तसर्थ आजका यस कार्यक्रमका प्रमुख अतिथि माननीय गोविन्द बहादुर नेपालीज्यूलाई दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम समुद्घाटन गरिदिनु भएकोमा प्रमुख अतिथिज्यूलाई। अब हामी ढोरपाटन दैनिकको 24औं वार्षिक उत्सव विशेषाङ्क सार्वजनिकरणको कार्यक्रममा छौँ। यस विशेषाङ्कलाई सार्वजनिकीकरण गरिदिनु हुनको लागि म प्रमुख अतिथिसँगै मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरूलाई यस ढोरपाटन दैनिकको वार्षिक उत्सवको विशेषाङ्क सार्वजनिक गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सम्पूर्ण अतिथिज्यूहरूलाई विशेषाङ्क सार्वजनिक कार्यक्रममा सहभागी भइदिनु भएकोमा। अब हामी सरस्वती कार्यक्रम अगाडि बढाउन लागिराखेका छौँ। अब हामी शुभकामना मन्तव्यतर्फ लाग्दैछौँ।
आजको यस कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा अभिरज्यूलाई हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालक अनिश पाठकजी। ढोरपाटन राष्ट्रिय दैनिकको 24औं वार्षिकोत्सव समारोहका आदरणीय अध्यक्षज्यू, यो महत्त्वपूर्ण समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री माननीय गोविन्द बहादुर नेपालीज्यू, बागलुङ नगरपालिकाका प्रमुख आदरणीय व्यक्तित्व वसन्त कुमार श्रेष्ठज्यू लगायत मञ्चमा आसीन आदरणीय व्यक्तित्वहरू, ढोरपाटन दैनिकसँग आबद्ध विभिन्न तहमा र भूमिकामा रहनुभएका आदरणीय व्यक्तित्वहरू, पत्रकार महासङ्घका पदाधिकारी लगायत सदस्य साथीहरू, विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्व गर्दै यो गरिमामय समारोहमा पाल्नुहुने सबै आदरणीय महानुभावहरू, उपस्थित सबै व्यक्तित्वजन र पत्रकार साथीहरू, सबभन्दा पहिले त म नेपाल पत्रकार महासङ्घ बागलुङको तर्फबाट यहाँहरू सबैलाई हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्न चाहन्छु र यो ढोरपाटन राष्ट्रिय दैनिकको 24औं वार्षिकोत्सवको भव्य सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यो महत्त्वपूर्ण समारोहमा पत्रकार महासङ्घलाई पनि आमन्त्रण गर्नुभएकामा म ढोरपाटन परिवारलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। अघि कार्यक्रम सञ्चालक हाम्रो अनिश पाठकजीले ढोरपाटन भन्दा साथ तपाईँको एउटा मानस पटलमा के को चित्र आउँछ भनेर एउटा बडो एउटा सृजनात्मक ढङ्गले यो कार्यक्रमको थालनी गर्नुभएको थियो। पक्कै पनि ढोरपाटन भन्दा साथ हामीलाई एउटा ढोरपाटनको चित्र त आउँछ नै, जो एउटा आफैमा एउटा सौन्दर्य बोकेर एउटा भूगोलको, हाम्रो पहिचानको, हाम्रो क्षेत्रको जुन स्थापित छ, त्यो सँगसँगै ढोरपाटन एउटा बागलुङको मात्रै नभएर सिङ्गो गण्डकी प्रदेशको मात्रै नभएर अहिले राष्ट्रिय स्तरमा एउटा आफ्नो अलग पहिचानसहित जुन आफूलाई स्थापित गर्न सफल भएको छ मिडिया क्षेत्रमा, एउटा क वर्गको अहिले राष्ट्रिय दैनिकको हैसियत पनि यसले प्राप्त गर्दै आफूलाई जुन स्थापित गर्न सफल भएको छ, यसले आफ्नो 24औं वर्षको यो यात्रासम्म आइपुग्दाखेरि पक्कै पनि यस क्षेत्रको एउटा सञ्चार क्षेत्रको एउटा अगुवा एउटा संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ। यसका लागि पनि म ढोरपाटन परिवारलाई धेरै धेरै बधाई र ज्ञापन गर्न चाहन्छु। र ढोरपाटन हामी धेरैको लागि यो हलमा हामी जति छौँ, धेरै जो नव पुस्ताको पत्रकारहरू हुनुहुन्छ, हामी धेरैको यो एउटा पाठशाला पनि हो। कतिपय हामी साहित्य सिर्जनामा लागिरहनु भएको व्यक्तित्वहरूको पनि यो आफैमा एउटा पाठशाला हो। हामी कविता छाप्थ्यौँ, हामी गीत गजल पनि छाप्थ्यौँ ढोरपाटन, त्यसका हिसाबले पनि हामी धेरैको एउटा स्मृतिमा यो जोडिन्छ। र धेरै पत्रकारहरूको, खास गरी बागलुङमा मेरो व्यक्तिगत हकको कुरा गर्दा पनि म स्वयं पनि मैले पत्रकारिताको आरम्भ गर्दाको या समाचार लेख्दाको त्यो सुरुवातकालीन क्षण म ढोरपाटनसँगै गुजारेको, ढोरपाटन सँगसँगै सिकेको पनि आज मलाई स्मृति आइपुगेको छ। र यो क्षणमा म रामकृष्ण गोरा मेरो परम मित्र, जसले मलाई समाचार लेख्न सधैँ घचघच्याउने र सिकाउने जुन एउटा वातावरण ढोरपाटनको एउटा पुरानो अफिस थियो लालीगुराँस चोकमा, त्यो पनि मलाई आज कता कता एउटा स्मृतिमा आज छचल्किरहेको छ। यी सबै सम्झनाहरू, सबै आरोह अवरोहका बावजुद ढोरपाटनले समग्र नेपाली पत्रकारिता क्षेत्रको उन्नयनको लागि, स्वीकृतिको लागि र पत्रकारहरूको विकास र पत्रकारहरूको व्यावसायिक क्षमता उन्नयनको लागि पनि यसले जुन काम गरेको छ, यो आफैमा अतुलनीय छ र महत्त्वपूर्ण छ। र आजको दिनको चुनौतीहरू जुन छन्, मिडिया क्षेत्रको समग्र चुनौतीहरू बागलुङको मात्रै कन्टेक्स्टमा नभएर समग्र विश्वव्यापी रूपमा नै एउटा मिडिया सङ्कटग्रस्त अवस्थामा छ। त्यसमा पनि नेपालको विशेषतामा जो यहाँको सञ्चार माध्यमहरूले पत्रकारहरूले जुन समस्याहरू भोगिरहनु भएको छ, यसलाई सामना गर्दै आजको समयको चुनौतीहरूलाई सामना गर्दै पत्रकारिता क्षेत्रलाई अझ सशक्त ढङ्गले अगाडि बढाएर लिएर जानको लागि ढोरपाटन दैनिक यसको टिमले अझ थप आफूलाई परिष्कृत गर्दै, थप मेहनत गर्दै र थप चाहिँ प्रतिस्पर्धी भन्दै आफूलाई अगाडि बढाउनेछ भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु। र हामी सबैको एउटा भरोसायोग्य, हामी सबैको एउटा आवाज बनेर, भनिन्छ पत्रकारिता भनेको या मिडिया भनेको चाहिँ आवाजविहीनको आवाज हो, र त्यसलाई चरितार्थ तुल्याउन ढोरपाटन दैनिक आगामी दिनमा अझ सफल हुनेछ। हामी सबैको शुभेच्छा, हामी सबैको साथ सहकार्य र समन्वय रहि नै रहनेछ। यो कुरा पनि म यो बिचमा निवेदन गर्न चाहन्छु। र फेरि एकपटक नेपाल पत्रकार महासङ्घको तर्फबाट र सबै पत्रकार साथीहरूको तर्फबाट यो
वार्षिक उत्सवको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। ढोरपाटनको सिङ्गो परिवार जो यसमा आबद्ध हुनुहुन्छ सबैजनालाई धेरै धेरै बधाई र शुभकामना व्यक्त गर्दै यो कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद। आफ्ना शुभकामना मन्तव्यको लागि नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा विरलज्यूलाई यो सँगै म फेरि शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष गीता श्रेष्ठज्यूलाई आफ्ना भनाइसे अध्यक्षता ग्रहणको लागि अतिथि आसन ग्रहणको लागि पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। ढोरपाटन चौबिसौँ वार्षिक उत्सव समारोह जुन ढोरपाटन पत्रिकाको आज समारोह छ, यस कार्यक्रमका आदरणीय अध्यक्षज्यू, त्यसै गरी यस कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय मन्त्रीज्यू, त्यसै गरी अतिथि रूपमा पाल्लोनी नगर प्रमुखज्यू, पूर्व नगर प्रमुखज्यू र मञ्चमा आसीन रहनुभएका सम्पूर्ण आदरणीय अतिथिगणहरू र यस कार्यक्रममा उपस्थित रहनुभएका सम्पूर्ण आदरणीय महानुभावहरू, सर्वप्रथम त ढोरपाटन पत्रिकाको यो 24औँ वार्षिक उत्सव समारोह मनाउन लाग्नु भएको छ। यो कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र खुसी पनि लागेको छ। आज बिहान मात्रै अध्यक्षज्यूले यो कार्यक्रममा सहभागी हुनुपर्यो भनेर निमन्त्रणा गर्नुभएको थियो संस्थागत हिसाबले, र केही समय कार्यक्रम सुरु भइसकेपछि ढिलो आएँ म, किनभने मेरो अदालतमा सानो काम परेको थियो, अदालतको काम कारबाहीले गर्दा। त्यस कारणले पनि म आदरणीय हरिनारायण दाइले संस्थागत अथवा व्यक्तिगत हिसाबले भए पनि मलाई निमन्त्रणा गर्नुभएकोले जसरी पनि ढिलो भए पनि म पुग्नुपर्छ भन्ने हिसाबले पनि यो कार्यक्रममा म सहभागी छु र खुसी लाग्छ। ढोरपाटन पत्रिकाको कुरा गर्दा भर्खर पश्चिमतिरबाट बागलुङ सदरमुकाममा हामी पढ्न आउने बेलामा पहिलोचोटि सुरुवात गरेको यो पत्रिका जस्तो लाग्छ मलाई, र त्यहीसँगै एफएम पनि सुरु भयो। यो पत्रिकाले यो समयको उतराव चढावसँगै नियमित काम कारबाहीहरू गर्न रोकिरहेको हाम्रो बागलुङ जिल्लामा चाहिँ त्यो समाचारहरू सम्प्रेषण गर्ने पत्र पत्रिका अथवा एफएमहरू सुरुमा जुन चार्मिङका साथ अगाडि आउनुभयो र बिचमा फेरि केही यो समयको उतराव चढावले चाहिँ हराइरहेको अवस्था पनि हामीले देखेका छौँ। यो 24 वर्ष निरन्तर भएछ। यो कहीँनिर चाहिँ यहाँको समय चापको कुराले होस्, विभिन्न समयको प्रभावका कुराले होस्, कहीँनिर पनि रोकवाद नभइकन 24 वर्ष निरन्तर रूपमा चाहिँ हामीले यो ढोरपाटनलाई चाहिँ पाइरहेको अवस्था चाहिँ देखिन्छ र एकदमै अविचलित हिसाबले र कसरी चाहिँ नागरिक समुदायमा चाहिँ हामीले समाचारहरू सम्प्रेषण गरेर सहयोग गर्न सकिन्छ भन्ने हिसाबले पनि काम गरेको चाहिँ पाउँदछौँ। त्यस कारणले गर्दा अझै पनि थप 24औँ होइन, हामीले धेरै वर्ष अझै पनि मनाउन पाऊँ भनेर शुभकामना व्यक्त गर्न चाहन्छु। र सँगसँगै आज मलाई नेपाल बारको तर्फबाट पनि म अध्यक्ष भएको हैसियतले यो कार्यक्रममा निमन्त्रणा गर्नुभएको छ। यो पत्रकारिता र पत्रकारहरू, त्यसमा पनि कानुन व्यवसायी र कानुनसँग जोडिएको कुरा, आम नागरिक समुदायको सारथीको रूपमा चाहिँ चाहे कानुन व्यवसायी भनौँ, चाहे पत्रकार भनौँ, चाहे पत्रिका भनौँ, यो चाहिँ सँगै जोडिएको छौँ हामी एक आपसमा। र यहाँहरूले पत्र पत्रिका मार्फत अथवा मिडिया मार्फत चाहिँ यहाँहरूले आम नागरिकहरूको चाहिँ आवश्यकताहरूलाई चाहिँ यहाँहरूले सम्प्रेषण गर्नुभएको छ भने उहाँहरूले त्यसबाट पनि
सहज रूपमा चाहिँ आफ्नो हक अधिकार प्राप्त गर्न सक्नु भएन भने हामी न्यायको प्रक्रियाबाट चाहिँ कानुन व्यवसायीहरूले त्यसलाई सहयोगको रूपमा काम गरेर चाहिँ हामीले काम अगाडि बढिरहेको अवस्था चाहिँ छ। त्यस कारणले गर्दा चाहे पत्र पत्रिका होस्, पत्रकारहरू हुनुहुन्छ र कानुन व्यवसायीहरू, हामी यो समाजको सँगै एकै ठाउँमा रहेर काम गर्ने सारथीहरू हौँ। र यो सन्दर्भमा मैले के भने अझै पनि हामीले धेरै जसो अहिले हेऱ्यो भने सामाजिक सञ्जाल प्रयोग गरेर समाजका विभिन्न नकारात्मक कुराहरूलाई चाहिँ बढी रूपमा चाहिँ त्यसलाई प्रयोग गरिरहेको अथवा अगाडि आइरहेको देखेका चाहिँ छौँ। तर यो अवस्थामा पनि कति पनि विचलित नभइकन धुर्पादनले चाहिँ काम गरिरहेको अवस्था चाहिँ हामीले देखिरहेको अवस्था चाहिँ छ। त्यस कारणले गर्दा क्षेत्रगत हिसाबले पनि प्रदेशमै रहेर पनि विस्तार गरिरहेको अवस्था पनि छ। र मैले फेरि अन्त्यमा के भन्न चाहन्छु भने यो सामाजिक सञ्जाल होस् अथवा कुनै दर्तावाला पत्र पत्रिकाहरूले पनि अहिले समाचारको लोकप्रियता पाउनको लागि चाहिँ गैर कानुनी हिसाबले चाहिँ नभएको अथवा अथोरिटी चाहिँ प्राप्त नभएको समाचारहरूलाई पनि सम्प्रेषण गर्ने गरिरहेको अवस्था देखिन्छ। भलै धुर्पादनले चाहिँ त्यो अवस्था गरेको त छैन, तर पनि मैले के भने यही कार्यक्रमै शुभकामना मार्फत चाहिँ मैले के भन्न चाहन्छु भने आधिकारिक रूपमा चाहे हेरौँ अहिले समाज देशका अथवा सरकारका अनियमितताका कुराहरू हावाकै भरमा चाहिँ समाचारहरू सम्प्रेषण हुने खालकाहरू पनि देखिन्छ। नागरिकको हक अधिकारको सुनिश्चितताको कुराहरू त्यसलाई समाजले कति प्रभाव पारेको छ भन्ने नकारात्मक हिसाबहरूले पनि फैलाएर समाचारहरू सम्प्रेषण गरिरहेको अवस्थाहरू पनि देखिन्छ। तर के हो भने यो अवधिमा मैले पनि के हो भने अहिले ठ्याक्कै कपीको यो हार्ड कपी त होइन, मैले अनलाइनमा अलि धेरै धुर्पादनको पत्रिकाको समाचारहरू पढ्ने गरेको छु। किनभने हामीले अहिलेसम्म चासो विषय र अविचलित रूपमा चाहिँ निरन्तर रूपमा चलिरहेको यो पत्रिका भएको भएर मैले कसरी यहाँहरूले सम्प्रेषण गरिराख्नु भएको छ समाचारहरू भन्ने हिसाबले पनि हेरिराखेको कारणले गर्दाखेरि त्यस्तो खालको गन्ध आउने कुनै पनि नराम्रो कामहरू यो पत्रिकाबाट सम्प्रेषण भएको अवस्था मैले देख्दैन। र मैले भन्दै यहाँहरूलाई के अरे यही मञ्च मार्फतै के भने नकारात्मक सन्देशको रूपमा कस्तो राम्रो आइरहेछ। चाहे धुर्पादन होस्, बागलुङमा काम गर्नेहरू जस्तै आत्महत्या दुरुसानको कुरा गर्ने हो भने बागलुङ जिल्ला पनि सबैभन्दा बढी आत्महत्या दुरुसान गर्ने जिल्लाभित्रै पर्छ। तर त्यस्तो समाचारहरू यहाँहरूको पत्र पत्रिका अथवा अरू समाचारको प्रसारणबाट यहाँहरूले गर्नु भएको छैन। यो समाचार किन गर्नुभएको छैन र त्यो नगरेको कुरा चाहिँ म एकदमै धेरै खुसी छु। किनभने त्यसले समाजहरूमा चाहिँ यति नकारात्मक सन्देश पार्छ कि त्यो चाहिँ त्यो आगो सामान्य एउटा सलाइमा आगो लगाएर सबै घर परिवारहरूमा आगो लाग्ने जस्तै कुरा हो। त्यस कारणले गर्दा यस्ता खालका प्रतिबद्धताहरू पनि यहाँ धुर्पादन लगायतका सबै यहाँ मिडियाहरूले त्यो काम गर्नु भएको छ। अझै पनि आगामी दिनमा पनि त्यस्तै खालको काम गर्नुहुन पनि अनुरोध गर्छु। र सँगसँगै अझै आगामी दिनहरूमा पनि अन्य चाहिँ जुन सामाजिक रूपमा चाहिँ नकारात्मक फैलिने हिसाबका कुराहरूलाई पनि यो सम्प्रेषण गर्नको लागि जुन नागरिकहरूलाई अधिकार र सुनिश्चितताको काममा चाहिँ त्यसले रोकवाट गरिरहेको छ त्यस्ता कुराहरूलाई पनि एकदमै ध्यान दिएर समाचारहरू सम्प्रेषण गर्नको लागि पनि अनुरोध गर्न चाहन्छु। यो मैले किन भने त धुर्पादनको लागि त होइन, तर सँगसँगै जोडिएर आएर यहाँ धेरै मिडियाकर्मी साथीहरू पनि हुनुहुन्छ। त्यस कारणले गर्दा मैले यो कुरा चाहिँ अनुरोध गर्न चाहेँ। र अन्त्यमा मैले पुनः दोहोऱ्याउन चाहन्छु, हाम्रो समाजको आम नागरिकहरूको चाहिँ सारथीको रूपमा चाहिँ जुन मिडियाहरूले काम गर्नुभएको छ, पत्र पत्रिकाहरूले काम गर्नुभएको छ, पत्रकारजीहरूले काम गर्नुभएको छ, त्यसै गरी कानुन व्यवसायीहरूले र बार एसोसिएसनले पनि नागरिकहरूको चाहिँ आम हक अधिकारको सुनिश्चितता गर्नको लागि चाहिँ हामी दुवै सङ्घ संस्थाहरूले चाहिँ सारथीको रूपमा काम गरिरहेको अवस्था पनि छ। र यो 24 वर्ष भनेको सानो होइन। अहिले मिडियाले सामाजिक सञ्जालले कहाँ कहाँ समाचार पुर्याइसकेको अवस्थामा पनि अविचलित हिसाबले चाहिँ जुन धुर्पादनले निरन्तर रूपमा चाहिँ यहाँको सक्रियताका साथ र क्वालिटीयुक्त समाचारहरू सम्प्रेषण गर्ने काम चाहिँ गर्नुभएको छ। र आगामी दिनमा पनि यसलाई कुनै पनि अविचलित नभइकन निरन्तर रूपमा चाहिँ काम गर्ने अझै प्रेरणा मिलोस् भन्दै म बार एसोसिएसनको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट
तर्फबाट यहाँहरूको 24औं वार्षिक उत्सवको भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरो अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद। नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष गीता श्रीज्यूलाई र म शुभकामना मन्तव्यकै क्रममा छु र आफ्ना शुभकामना मन्तव्य राखिदिनुको लागि म वरिष्ठ साहित्यकार काजी रोशनज्यूलाई हार्दिक अनुरोध गर्दछु। चौबीसौं वार्षिक समारोहका अध्यक्ष एवं ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमज्यू, प्रमुख अतिथि गोविंद बहादुर नेपाली प्रदेश मन्त्रीज्यू, नगर प्रमुख बसन्त कुमार श्रेष्ठज्यू र देशमा रहनुभएका विभिन्न महानुभावहरू र उपस्थित स्वतन्त्र 24औं ढोरपाटनको यो वार्षिकोत्सव मनाइरहँदाखेरि मलाई यसको सुरुवात भएको दिन यो 60 सालमा भदौ 1 गते यसको सुरुवात भएको 20 पेजेसको मलाई चाहिँ याद आइरहेको छ र बागलुङमा पत्रकारिताको विकास क्रमबद्ध भइरहेको 2008 सालदेखि नै यो विकसित भएको पाइन्छ र समयको अन्तरालमा जनतालाई चाहिँ सुसूचित गर्न, जनताको अधिकारको लागि चाहिँ अधिकार कायम गर्न, पत्रकारिता क्षेत्रतर्फबाट जनतालाई सुसूचित गर्न समयको पहलसँगै विभिन्न कदमहरू अघि बढ्दै गएको हामी पाउँछौँ र यो क्रममा 2008 सालमा चाहिँ सही बाटो भन्ने एउटा हस्तलिखित पत्रिका ओमकार गौचनको प्रधान सम्पादकमा त्यो निस्कन्छ। त्यसपछि 21 सालमा यो धौलागिरी साप्ताहिकको रूपमा गोविन्दलाल श्रेष्ठको सम्पादनमा धौलागिरी साप्ताहिक 2021 सालमा प्रकाशित भएको पाइन्छ। भनेपछि 2028 सालमा विदुर खड्काको प्रधान सम्पादकत्वमा धौलाश्रीको उदय हुन्छ र धौलाश्री 2058 साल साउन 1 गतेबाट दैनिकीमा परिणत हुन्छ। त्यसपछि पत्रकारिताको विकास बागलुङमा अघि अरू बढ्दै जान्छ। 36 सालमा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माको प्रधान सम्पादकत्वमा खबर कागज पत्रिका चाहिँ बागलुङमा निस्कन्छ साप्ताहिक रूपबाट। त्यस्तै गरेर 2050 सालमा कालीगण्डकी पत्रिका र त्यसपछि 2055 सालमा देवेन्द्र अधिकारीको सम्पादनमा श्री धौलागिरी प्रकाशित भएको पाइन्छ भने 2056 सालमा शुभशङ्कर कँडेल, हरिनारायण गौतम लगायतका पत्रकारहरू मिलेर न्यू धौलागिरी प्रकाशित हुन्छ र 56 साल
र त्यो पत्रिका नै पहिलो एउटा चाहिँ दैनिक पत्रिकाको रूपमा बागलुङका व्यक्तिहरूले चाहिँ हेर्न पाउँछ। र यसरी 2056 सालदेखि नै बागलुङमा दैनिक पत्रिकाको सुरुवात भएको पाइन्छ। र 2054मा श्री प्रसादजीको प्रधान सम्पादकत्वमा श्री सूर्य चाहिँ निस्कन्छ। 2055 सालमा चाहिँ यश कँडेलको सम्पादनमा सम्भावना निस्कन्छ। 2060 भाद्र 1 गते ढोरपाटनको प्रारम्भ हुन्छ है। र त्यसमा चाहिँ बद्रीजी र हरिनारायणजी र यस्ता साथीहरू मिलेर ढोरपाटनलाई अगाडि बढाएको हुन्छ। र यसको उद्घाटन चाहिँ पिस प्यालेसको हलमा चाहिँ भएको थियो। र त्यसपछि 59 सालमा उषाकालीन भन्ने चाहिँ भूपेन्द्र छेत्रीको अध्यक्षतामा सम्पादकत्वमा त्यो निस्कन्छ। 60मा दिव्य दृष्टि नीलबहादुर केसीको, 61मा परिदृष्टि कुलानन्दजीको, 62मा जनहित प्रकान्त श्रेष्ठजीबाट, 63मा चाहिँ धौलागिरी जागरण रामबहादुर जीसी, 65 सालमा चाहिँ यो दैनिक बन्छ धौलागिरी जागरण, 64मा चाहिँ कालिका, 68मा मुक्ति क्षेत्र। यसरी हाम्रो पत्रकारिताको विकास चाहिँ भएको पाइन्छ। र मलाई लाग्दछ पछिल्लो समयमा पत्रकारिता र साहित्य अलिक फरक हेर्न खोजिएको जस्तो मलाई लाग्दछ। म यहाँ पत्रकारिताको कार्यक्रमहरूमा पनि यसो बोलाए पनि नबोलाए पनि यसो जाने पनि गर्छु। र पत्रकारिता साथीहरूले चाहिँ साहित्यलाई अलिक बहस गरे जस्तो चाहिँ मलाई त्यो महसुस भएको छ। तर मलाई लाग्दछ सबै साथीहरू साहित्यबाट नै पत्रकारितामा चाहिँ लागेको मैले पाएको छु। र अब सन्दर्भ छ ढोरपाटन दैनिकको। र बागलुङमा मैले जति चाहिँ धेरै चाहिँ शुभशङ्कर कँडेलदेखि लिएर धेरै साथीहरू थिए र धेरैलाई चाहिँ मैले चाहिँ पुरस्कार गर्ने अवसर पनि मलाई चाहिँ मिलेको छ। जो जहाँ गए पनि उहाँलाई चाहिँ बोलाएर बागलुङमा चाहिँ पुरस्कार दिएर चाहिँ सम्मान गर्ने पनि गरिएको छ। र अहिलेसम्मको यो क्रम हेर्दाखेरि यो हैनानजी र अरू प्रवृत्तिका चाहिँ काठमाडौँमा रहेका पत्रकारहरू बिच चाहिँ एउटा चाहिँ फरक के देख्छु भने मैले हैनानजीले यो परिवेश छाड्नु भएको छैन, बागलुङको परिवेश छाड्नु भएको छैन। उहाँले चाहिँ लामो समयसम्म चाहिँ के बागलुङमै रहेर ढोरपाटन निकाल्नु भयो। त्यसपछि उहाँ चाहिँ पोखरा र बागलुङ दुवैलाई चाहिँ केन्द्रबिन्दु गरेर ढोरपाटन पोखराबाट पनि निकाल्नु भयो। त्यसको खुसियालीमा मैले चाहिँ धौलागिरी साहित्य प्रतिष्ठानबाट हैनानजी र रामकृष्णजी दुईजनालाई मैले चाहिँ सम्मान गर्ने अवसर पनि मलाई मिलेको थियो। र यो अविच्छिन्न हैनानजीले चाहिँ गरेको यो अविच्छिन्न पत्रकारितालाई चाहिँ मध्यनजर गर्दै यो 2083 को विदुर खड्काजीले पत्रकारिताको विकासको लागि जुन एउटा चाहिँ पुरस्कारको स्थापना गर्नुभएको थियो त्यो काममा मैले पनि उहाँलाई चाहिँ साथ दिइरहेको थिएँ। र त्यो पुरस्कार चाहिँ चुगङ्गा पुरस्कार चाहिँ यसपटक चाहिँ हैनानजीलाई चाहिँ प्रदान गरिएको थियो। र यो त्यसको मूलभूत एउटा चाहिँ कुरा के हो भने हैनानजीले अविच्छिन्न रूपबाट सुरुदेखि अहिलेसम्म बागलुङको भूमि नछाडिकन, बागलुङको जनतालाई चाहिँ नछाडिकन, यहाँको परिवेशबाट चाहिँ टाढा नभइकन उहाँ चाहिँ अविच्छिन्न रूपबाट चाहिँ लागिराख्नु भएको छ। त्यसको लागि म हैनानजीलाई चाहिँ हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु। र अलिकति साहित्यिक कुरा पनि गरौँ।
किनभने नेपालमा केही साहित्यिक प्रहरहरू बढेको छ, के ठाउँ ठाउँमा चाहिँ प्रज्ञा प्रतिष्ठान चाहिँ स्थापना भएको पाइन्छ। अब गण्डकी यो के गण्डकी यो अञ्चल पहिला अञ्चल हो, यो 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 स्याङ्जातिर गयो भने प्रत्येक नगरपालिकामा चाहिँ के प्रतिष्ठानहरू चाहिँ रहेको छ धेरै ठाउँमा। अनि कोही कुलपति कोही उपकुलपति यस्तै चाहिँ भइरहेको छ। अहिले सिङ्गो बागलुङ जिल्ला एउटा चाहिँ ब्यासमा रहेको छ। हामी यहाँ छौँ, हाम्रो कार्य चाहिँ अविचल चलिरहेको छ। पोखरामा हुने गण्डकी प्रज्ञा प्रतिष्ठान होस् अथवा चाहिँ काठमाडौँमा हुने नेपाल एकाडेमी किन नहोस्, बागलुङ छुटेको छ। बागलुङका साहित्यकारहरू छुटेका छन् र यसमा हाम्रा चाहिँ खास गरेर बागलुङ नगरपालिकाको चाहिँ अहिले चाहिँ स्थानीय सरकार सबै चाहिँ के स्थानीय सरकार चाहिँ स्थानीय ठाउँ के नगरपालिकाहरूमा चाहिँ मैले अघि पनि भने प्रज्ञा प्रतिष्ठानहरू चाहिँ गल्याङ नगरपालिका भन्यो, पुतली सडक चाहिँ के प्रज्ञा प्रतिष्ठान भन्यो, यस्तो जुनै चाहिँ ठाउँ ठाउँमा त्यस्तो किसिमको चाहिँ भइरहेको छ। तर हामीहरू यहाँ चाहिँ यति सक्रिय हुँदाहुँदै पनि बागलुङ चाहिँ हामी चाहिँ पछि परेका छौँ र चाहिँ हामीले चाहिँ साथ र समर्थन चाहिँ स्थानीय सरकारबाट चाहिँ अलिक कम भएको जस्तो चाहिँ मैले महसुस गरेको छु। र यो नगरको विकास हुनु खालि बाटोघाटोको मात्र होइन, पत्रकारिता, साहित्य, संस्कृति, कला सबको विकास हुनु नै नगरपालिका नै हो। यस कारणले चाहिँ यसतर्फ अलिकति हाम्रो नगरपालिका बागलुङ नगरपालिकाका प्रमुख र चाहिँ कार्य समितिहरूबाट साहित्य सम्वर्धनको लागि जस्तो चाहिँ अरू जिल्लाहरूमा एउटा चाहिँ त्यस्तो किसिमको एउटा चाहिँ प्रभाव छुटेको छ। हामी चाहिँ प्रभाव हामी आफ्नो सक्रियता भएर पनि हामी चाहिँ यहाँ केही नगरे जस्तो साहित्य क्रियाकलाप केही पनि नभए जस्तो त्यो रूपमा चाहिँ हामी देखिएका छौँ। र यहाँको साहित्यलाई चाहिँ अगाडि बढाउनको लागि पनि नगर प्रमुखजीलाई चाहिँ म हार्दिक अनुरोध पनि गर्छु, त्यसलाई चाहिँ सशक्त रूपबाट हामी अघि बढौँ र साहित्यको सन्दर्भमा राष्ट्रिय क्षितिजमा पनि बागलुङलाई अलि अगाडि उठाउनको लागि पनि म नगर प्रमुखजीलाई चाहिँ हार्दिक अनुरोध पनि गर्न चाहन्छु। म यस मानेमा म हैनानजीलाई चाहिँ थप धन्यवाद पनि दिन चाहन्छु कि अहिले चाहिँ बागलुङमा चाहिँ 15 गते एउटा कार्यक्रम हुन्छ सार्थक प्रकाशनबाट। लास्ट शनिबार चाहिँ अन्तिम शनिबार चाहिँ एउटा चाहिँ साहित्यिक चौतारी भन्ने चाहिँ कार्यक्रम, स्मृति चौतारी भन्ने कार्यक्रम हुन्छ। लामो समयसम्म त्यो 1 वर्षभन्दा बढी चाहिँ सञ्चालन भएपछि अब यसलाई चाहिँ रेडियोबाट चाहिँ सञ्चालन गर्ने भनेर चाहिँ युवाहरूलाई चाहिँ अलिक बढी चाहिँ सक्रिय गर्नको लागि, युवाहरूलाई चाहिँ साहित्यमा बढी इन्भल्भ गर्नको लागि चाहिँ मैले चाहिँ हरिनानजीलाई चाहिँ अनुरोध गरेँ। यो एउटा यो साहित्यिक चौतारी कार्यक्रम चाहिँ रेडियोबाट चाहिँ यसरी चाहिँ अगाडि बढाउँ, धौलागिरी हाम्रो चाहिँ के धौलागिरी एफएमको संयोजकत्वमा अगाडि बढौँ भनेर चाहिँ मैले अनुरोध गरेँ। उहाँले वाक्य गर्नुभयो। र हाम्रो चाहिँ प्रदेश मन्त्रीजी हुनुहुन्छ, स्मृति प्रकाशनको उहाँ सदस्य के संस्थापक सदस्य पनि समेत हुनुहुन्छ। उहाँकै प्रमुख अतिथिमा उहाँकै विशेष अध्यक्षमा ढोरपाटन दैनिकमा मतलब चाहिँ यो के धौलागिरी एफएममा चाहिँ हामीले चाहिँ स्मृति चौतारीको कार्यक्रम यसरी अगाडि बढाएका छौँ। र यसरी अब महिलाहरूको लागि छुट्टै छ, नारी साहित्य समाज भन्ने छुट्टै छ, साहित्य इन्डियनी भनेर चाहिँ बिहिबार पहिलो बिहिबारमा चाहिँ कार्यक्रम चाहिँ सञ्चालन हुन्छ है। यसरी सबैलाई चाहिँ एउटा चाहिँ झङ्कृत गर्ने काम भएको छ र सबैप्रति म चाहिँ हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु। तर यो ढोरपाटन दैनिकबाट म पनि सम्मानित भएको छु। तर यहाँ चाहिँ ढोरपाटन सम्मान भन्ने चाहिँ जुन हैनानजीले चाहिँ वर्षै पछि एउटा चाहिँ साहित्यकार सम्बन्धित व्यक्तिहरूलाई चाहिँ उत्साह दिने गर्नुभएको थियो, त्यसले चाहिँ निरन्तरता पाएको होला। धेरै वर्षपछि यो
अहिलेको यो वार्षिकोत्सव समारोहमा म उपस्थित भएको छु। यो के हाम्रो ढोरपाटन चाहिँ पोखरा गएपछि पोखरै हरायो कि भनेर मैले चाहिँ गुनासो पनि गर्थेँ र चाहिँ अहिले चाहिँ यो यहाँ आएको छ। तर चाहिँ यो ढोरपाटन योबाट यो जुन सम्मान गर्ने गरिएको छ त्यसलाई चाहिँ नछाडौँ, त्यसलाई चाहिँ निरन्तरता दिउँ भन्ने आफ्नो विचार व्यक्त गर्दै ढोरपाटनको एउटा चाहिँ नियमित प्रक्रिया जुन छ त्यो अघि बढिरहोस् र चाहिँ यसले हामी सबैलाई चाहिँ हाम्रो अनुहारहरू देखाउने काम ढोरपाटनले गरोस् भन्दै म आफ्नो भनाइलाई यहीँ अन्त्य गर्छु। धन्यवाद। धन्यवाद। आफ्नो शुभकामना मन्तव्यका लागि वरिष्ठ साहित्यकार काजी रोशनज्यूलाई। हामी कार्यक्रमको मध्यभागतिर छौँ। वक्ताहरूले जति भनाइ छोटो राख्नुहुन्छ हामी कार्यक्रम त्यति छिटो समापन गर्नेछौँ यो जानकारी गराउँदै अब आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। हुनुहुन्न, म अगाडि बढ्न चाहेँ र शुभकामना मन्तव्य नै राखिदिनु हुनको लागि म गण्डकी प्रदेश सभाका पूर्व सांसद इन्द्रलाल सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। ढोरपाटन दैनिकको 24औं वार्षिक उत्सव समारोहका आदरणीय अध्यक्ष हरिनारायण गौतमज्यू, कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार मन्त्री गोविन्द नेपालीज्यू, बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठज्यू, पूर्व नगर प्रमुख जनकराज पौडेलज्यू, मञ्च आसीन विभिन्न क्षेत्रका आदरणीय व्यक्तित्वहरू र यो वार्षिक उत्सव समारोहमा उपस्थित हुनुहुने पत्रकार मित्रहरू र सबै सहभागी महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। वास्तवमा ढोरपाटन दैनिकले आज 24 वर्षको जुन यात्रा गरेको छ, यो 24 वर्षको दौरानमा निरन्तरताका साथ धेरै उतार चढावहरूलाई सामना गरेर जुन हिजो कुनै बेला बागलुङवासीको मातृ पत्रिकाको रूपमा रहेको ढोरपाटन दैनिक यति बेला सिङ्गो प्रदेशवासीहरूलाई र सिङ्गो मुलुककै निम्ति पनि वास्तवमा चुनौतीको बीचमा जुन सूचना सम्प्रेषण गरेर हामीले घर घरमा खुराक दिने काम गर्न सफल भएको छ। मलाई लाग्छ यस कार्यक्रमका अध्यक्ष हरिनारायण गौतम लगायत सम्पूर्ण ढोरपाटन दैनिकसँग सम्बद्ध आबद्ध सबै महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। यति बेला छापा मिडियाका चुनौतीहरू हामीले बुझेका छौँ। प्रत्येकको हातमा मोबाइल छ र यति बेला हामी सामाजिक सञ्जाललाई सूचनाका आधारहरू बनाउँदै आएको यतिको यथार्थ हाम्रो सामु छ। त्यसको बीचमा पनि छापा मिडिया, त्यो पनि दैनिक पत्रिकाको रूपमा पोखराबाट, गण्डकी प्रदेशको राजधानी पोखराबाट आज ढोरपाटन दैनिकले जुन उचाइ प्राप्त गरेको छ, वास्तवमा यो अत्यन्तै सराहनीय छ। त्यो मानेमा मैले यहाँहरू सबैलाई हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहेको हुँ। आज वास्तवमा अत्यन्तै ज्वलन्त विषय सुस्त संघीयता भनेर जुन विषय क्वाइन गर्नुभएको छ, मलाई लाग्छ म गण्डकी प्रदेशको संस्थापक सांसद भएर 5 वर्ष बिताएर यहाँ फर्किरहँदा हामीले मुलुकमा 3 तहको सरकार संविधान त परिकल्पना गर्यौं, मुलुकलाई एकात्मक ढाँचाबाट संघीयता तर्फ अगाडि बढायौं, तर वास्तवमा संघीयताको केन्द्र भागमा रहेको प्रदेश आज कहीँ न कहीँ उपेक्षित अवस्थामा छ। सडकमा, चिया पसलहरूमा संघीयता राख्ने कि नराख्ने बहस यो वा अर्को कोणबाट उठिरहेको छ। यसको पछाडि फेरि पनि संघीयता हामीले जुन मकसदका साथ सिंह दरबारमा केन्द्रित शासन प्रणालीले मुलुकको विकास सम्भव भएन
त्यसकारण हामी मुलुकलाई 7वटा प्रदेशमा डिभाइड गरेर स्रोत र साधन प्रदेश मार्फत हामी मुफसलमा पुर्याउने र सिङ्गो मुलुकलाई विकासको मूलधार भित्र अगाडि बढाउने उद्देश्यका साथ हामीले संविधान त परिकल्पना गर्यौं। मलाई लाग्छ यसले स्थानीय सरकारको रूपमा जुन उपस्थित छ, तुलनात्मक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको गठन पश्चात स्थानीय सरकार, स्थानीय पालिकाहरू तुलनात्मक रूपमा अलि बलियो भएको हामीले महसुस गरेका छौँ। तर प्रदेश सरकार बन्नेदेखि बदलिनेसम्म सम्पूर्ण प्रदेशका प्रक्रियाहरू हेर्नुभयो भने यो 10 वर्षमा चाहिँ केन्द्र शासित जस्तो, केन्द्रले दिएको मात्रै प्रयोग गर्ने अथवा खाने जस्तो, चाहे राजस्व सङ्कलनका दायराहरू हेरौँ, चाहे अधिकारका हिसाबले प्रदेशलाई दिएका अधिकारहरू हेरौँ, यो सबै कुरा हेर्दा वास्तवमा आज संघीयता जुन ढङ्गले मजबुत हुनु पर्थ्यो, जुन ढङ्गले बलियो हुनु पर्थ्यो, वास्तवमा सुस्त आएको छ। यसले अपेक्षित गति लिन सकेको छैन। पटक पटक विभिन्न खालका जोडकोणबाट संघीयता राख्ने कि नराख्ने भनेर बहसहरू जुन प्रारम्भ भएका छन्, यसले वास्तवमा संघीयताको औचित्यमाथि प्रश्न खडा गरेको छ। त्यति बेला यही विषयलाई केन्द्रमा राखेर आज 24औं वार्षिक उत्सव समारोहमा वास्तवमा चाहिँ तीतो यथार्थ पस्कन कोसिस गर्नुभएको छ। यो मानेमा पनि धन्यवाद छ। फेरि पनि म भन्न चाहन्छु, यो मुलुकको समृद्धिका निम्ति, यो मुलुकको विकासका निम्ति र हामीले अब एकात्मक शासन प्रणालीतिर होइन, अब हामी फेरि सिंहदरबार केन्द्रीय शासन प्रणालीतर्फ होइन, हामीले संघीयतालाई, प्रदेशलाई बलियो बनाएर यो भित्र रहेका कमी कमजोरीलाई करेक्सन गरेर बदलेर हाम्रो केन्द्रीकृत मानसिकता, राजनीतिक तहमा, ब्युरोक्रेटिक तहमा जुन केन्द्रीकृत मानसिकता छ, यसलाई बदलेर हामी साँचो अर्थमा संघीयतालाई अझ मजबुत गराउने गरी अगाडि बढ्न जरुरी छ भन्ने मलाई लाग्छ। यही मानेमा फेरि पनि म ढोरपाटन दैनिक धेरै उतार चढावको बीचमा मैले थोरै वाक्यमा मात्रै भने, धेरै अप्ठ्यारादेखि सजिलासम्म यहाँसम्म आइपुग्दा यसले धेरै उतार चढाव बिहोर गरेको छ। यसका बावजुद पनि निरन्तर हामीलाई जुन सूचना सम्प्रेषण गर्ने, समाचारहरू सम्प्रेषण गर्ने र आम जनतालाई सचेत पार्ने काममा आज अहोरात्र चाहिँ ढोरपाटन जत्तिकै नाम भन्दा पनि यो ढोरपाटन पत्रिका ढोरपाटन भन्दा पनि अझै गरिङ्ग गरी आफूलाई प्रस्तुत गर्न सफल भएको छ। यो मानेमा फेरि पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। यसको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। आफ्ना शुभकामना मन्तव्यका लागि गण्डकी प्रदेश सभाका पूर्व सांसद इन्द्रलाल सापकोटाज्यूलाई। अब आफ्ना भनाइ राखिदिनु हुनका लागि म बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ माफ गर्नुहोला। र यस पछाडि अब म आज वितरण गर्न लागिराखेको टीका विदा स्मृति पत्रकारिता पुरस्कार सँगै ढोरपाटन दैनिकको पुरस्कार कार्यक्रमको बारेमा जानकारी गराइदिनु हुनका लागि म कार्यकारी सम्पादक रामकृष्ण बोहराज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सहकर्मी मित्र अनिश पाठकज्यू, समय घर्किसकेको पनि छ र म धेरै यो पुरस्कार वितरण कार्यक्रमलाई लामो बनाउन चाहन्न। यो कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथिदेखि लिएर म सम्पूर्ण अतिथि र सहकर्मी साथीहरूलाई म एकमुष्ट रूपमा आभार व्यक्त गर्न चाहन्छु। र ढोरपाटन राष्ट्रिय दैनिकले
यसको स्थापना कालदेखि नै यो ढोरपाटन हाउसमा रहेर उत्कृष्ट काम गर्ने पत्रकार र कर्मचारीलाई एउटा उत्साह थप्नको लागि पुरस्कार पुरस्कृत गर्दै आएको छ र म यो पुरस्कारलाई जोड्न चाहन्छु। ढोरपाटन दैनिकमा रहेर बागलुङको विशेष गरेर पश्चिम क्षेत्रमा रहेर त्यहाँका ग्रामीण क्षेत्रका समाचारहरू सम्प्रेषण गरेर ढोरपाटन दैनिकमा महत्त्वपूर्ण भूमिका खेल्ने पत्रकार हुनुहुन्छ। हामीसँग उहाँ धेरै वर्ष अघिदेखि जोडिनु भएको हो। ढोरपाटन दैनिकमा यसपटक हामीले उत्कृष्ट पत्रकारको रूपमा हामीले बागलुङको पनि खरबाङ बागलुङ डेडलाइनमा समाचार लेख्ने अनिश पाठकज्यूलाई हामीले यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दैछौँ। यो पुरस्कार वितरण गरिदिनको लागि म गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र ग्रहण गरिदिनको लागि म अनिश पाठकज्यूलाई अनुरोध गर्न चाहन्छु। त्यसभन्दा अघि म यो सम्मान पत्र वाचन गर्न चाहन्छु। श्री अनिश पाठक, बागलुङ। ढोरपाटन सञ्चार प्रणालीद्वारा प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकमा तपाईँले पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै 24औं वार्षिक उत्सवको अवसरमा यहाँलाई उत्कृष्ट संवाददाता 2082बाट नगद पुरस्कारसहित सम्मान गरिन्छ। यहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ढोरपाटन अझ सृजनशील, व्यावसायिक र समर्पित लेखनको अपेक्षा गर्दछु। हरिनारायण गौतम, अध्यक्ष तथा प्रधान सम्पादक, ढोरपाटन दैनिक। गोविन्द नेपाली, प्रमुख अतिथि, मन्त्री, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय। धन्यवाद प्रमुख अतिथिज्यूलाई। यसै गरी म पुरस्कार राशि चाहिँ नगद 15,000 रहेको पनि म जानकारी गराउन चाहन्छु। यसै गरी उत्कृष्ट कर्मचारीको रूपमा रहनु भएको छ। उत्कृष्ट कर्मचारीमा हुनुहुन्छ वितरक नलबहादुर थापा मगर। उहाँ विशेष गरेर फरक क्षमता भए पनि उहाँले पत्रिका वितरण प्रणालीलाई निकै नै व्यवस्थित बनाउँदै आउनुभएको छ र उहाँलाई सम्मान गरिदिनको लागि म आजको यस कार्यक्रमका विशिष्ट अतिथि बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी म यो सम्मान पत्र वाचन गर्न चाहन्छु। श्री लालबहादुर थापा मगर, नलबहादुर थापा मगर, ढोरपाटन सञ्चार प्रणालीद्वारा प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकको वितरण विभागमा रही उत्कृष्ट कर्म मार्फत पाठक समक्ष पुर्याउन यहाँले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै 24औं वार्षिक उत्सवको अवसरमा यहाँलाई उत्कृष्ट कर्मचारी 2082बाट नगद रु 15,000 पुरस्कारसहित सम्मान गरिन्छ। यहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ढोरपाटन अझ व्यावसायिक र समर्पित कर्मको अपेक्षा गर्दछ। हरिनारायण गौतम, अध्यक्ष प्रधान सम्पादक, ढोरपाटन दैनिक। प्रमुख अतिथि गोविन्द नेपाली, मन्त्री, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय।
भने यसै गरी म अब अर्को पत्रकारिता पुरस्कारतर्फ जान चाहन्छु। यो पुरस्कार विशेषतः पत्रकारिता कर्ममा लागेर लामो समय काम गर्ने पत्रकारदेखि लिएर भर्खरको जेन्जी पुस्ता नै भनौँ पत्रकारितामा, त्यो पुस्तालाई पनि एउटा हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गर्ने कार्यक्रम रहेको छ। यो पुरस्कार स्थापना गर्ने समाजसेवी हुनुहुन्छ कृष्णमैया अधिकारी, जो कुनै समय ढोरपाटन प्रकाशन गृहको चेयरम्यान पनि हुनुहुन्थ्यो। यद्यपि कार्यव्यस्तताका कारण उहाँ अहिले हामी समक्ष उपस्थित हुनुहुन्न। यद्यपि उहाँले आफ्ना माता पिताको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको थियो। स्वर्गीय टिकाबहादुर राजभण्डारी र विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार हामीले यसपटक 2076 सालदेखि बाँकी रहेका पुरस्कार वितरण गर्दैछौँ र यो बिचमा हामीसँग पत्रकार सम्मानित हुनुहुँदैछ। विशेष गरेर म सुरुमा यो पत्रकारिता पुरस्कार विविध कारणले रोकिएको थियो र यो 2076 को पुरस्कार म सुरुमा वितरण गर्ने अनुमति चाहन्छु। टिका विद्या स्मृति पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार हुनुहुन्छ मुकेश चन्द्र राजभण्डारी, उहाँलाई हामीले 2076 सालको पत्रकारिता पुरस्कार प्रदान गर्दैछौँ। बागलुङ साप्ताहिकबाट 2055 साल चैत 22 गते स्तम्भ लेखेर उहाँले पत्रकारिताको यात्रा आरम्भ गर्नुभएको थियो। उहाँले 2076 पौष 17 गते न्यू धौलागिरी दैनिकको सम्पादक टिममा रहेर काम गर्नुभएको थियो। यसै गरी जनावन साप्ताहिक, महिमा साप्ताहिकको संवाददाता, उत्सर्ग साहित्यिक मासिकको सम्पादक हुनुभएको थियो उहाँ 2060 सालमा। गर्जन साप्ताहिकको कार्यकारी सम्पादक पनि हुनुभएको थियो उहाँ 2066 चैत 1 गते। र यसै गरी उहाँले अहिले डिजिटल मिडिया नयाँ विश्व सम्पादन गर्दै आउनुभएको छ। र मुकेश चन्द्र राजभण्डारी अग्रज पत्रकार हुनुहुन्छ, उहाँलाई सम्मान गरिदिनको लागि म समाजसेवी पनि हुनुहुन्छ। उहाँले धेरै राम्रा काम गर्दै आउनुभएको छ। समाजसेवी सहदेव राजभण्डारीज्यूलाई यो पुरस्कार वितरण गर्न म अनुरोध गर्दछु भने पुरस्कार ग्रहण गरिदिनको लागि म अग्रज पत्रकार मुकेश चन्द्र राजभण्डारीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। म यो एउटा सम्मान पत्र वाचन गर्न चाहन्छु। श्री मुकेश चन्द्र राजभण्डारीज्यू बागलुङ जिल्लाबाट पत्रकारिता यात्रा सुरु गरी नेपाली सञ्चार क्षेत्रमा यहाँले पुर्याउनु भएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै टिका विद्या स्मृति पत्रकारिता अक्षय कोषद्वारा स्थापित र ढोरपाटन दैनिकद्वारा सञ्चालित टिका विद्या स्मृति पत्रकारिता पुरस्कार 2076बाट यहाँलाई सम्मान गरिएको छ। यहाँको सुस्वास्थ्य, दीर्घायु र पत्रकारिता क्षेत्रमा उत्तर सफलताको कामना गर्दछौँ। हरिनारायण गौतम, प्रधान सम्पादक, ढोरपाटन दैनिक। कृष्णमाया अधिकारी, संस्थापक संरक्षक, टिका विद्या स्मृति पत्रकारिता अक्षय कोष। गोविन्द नेपाली, प्रमुख अतिथि, मन्त्री, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय।
यो पुरस्कारको राशि 10,111 रहेको पनि म जानकारी गराउन चाहन्छु। यसै गरी म टिका विद्या स्मृति पत्रकारिता पुरस्कार 2077 ग्रहण गरिदिनको लागि म अग्रज पत्रकार किरण आचार्यज्यूलाई यो मञ्चमा निम्त्याउन चाहन्छु। नेपाल टेलिभिजनमा उहाँ अहिले कार्यरत हुनुहुन्छ। बागलुङका निकै विकट ठाउँमा गएर रिपोर्टिङ गर्ने अनुभव पनि उहाँले सँगाल्नु भएको छ। यसै गरी म 2078 को पुरस्कार ग्रहण गरिदिनको लागि म पत्रकार कोपिला कणेलज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ धौलागिरी FM को सहसम्पादक, धौलागिरी टेलिभिजन र रेडियो नेपालमा आबद्ध हुनुहुन्छ। यसै गरी म उषा पौडेलज्यूलाई पनि यो पत्रकारिता पुरस्कार ग्रहण गरिदिनको लागि म यो मञ्चमा निम्त्याउन चाहन्छु। खोजी नीति डिजिटल मिडियामा उहाँ अहिले आबद्ध हुनुहुन्छ। उहाँसँग रेडियो पत्रकारिताको पनि लामो अनुभव छ। यसै गरी म टिका उषा पौडेल 2079 को पत्रकारिता पुरस्कार ग्रहण गरिदिनको लागि म यो मञ्चमा निम्त्याउन चाहन्छु। यसै गरी म 2080 को पत्रकारिता पुरस्कार ग्रहण गरिदिनको लागि म रञ्जिता शर्माजीलाई म यो मञ्चमा निम्त्याउन चाहन्छु। ढोरपाटन दैनिकमा आबद्ध रञ्जिता शर्मा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको कार्य समिति सदस्य पनि हुनुहुन्छ। उषा पौडेलज्यूलाई म पुरस्कार ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी म रञ्जिता शर्मा 2080 को पत्रकारिता पुरस्कार ग्रहण गरिदिनको लागि यो मञ्चमा निम्त्याउन चाहन्छु। ढोरपाटन दैनिकमा आबद्ध शर्मा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको कार्य समिति सदस्य पनि हुनुहुन्छ। यसै गरी म टिका विद्या स्मृति पत्रकारिता पुरस्कार 2081 ग्रहण गर्नको लागि म सिर्जना पन्तज्यूलाई यो मञ्चमा निम्त्याउन चाहन्छु। उहाँ मानव अधिकारको क्षेत्रदेखि लिएर धौलागिरी जागरणको सम्पादकसम्म हुनुहुन्छ। उहाँ म सबै सम्मानित पत्रकारज्यूहरूलाई सामूहिक फोटो सेसनको लागि यो मञ्चमा निम्त्याउन चाहन्छु।
म सबै सम्मानित पत्रकारज्यूहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु र यो पुरस्कार वितरण गर्ने अतिथिज्यूहरूलाई धेरै धेरै धन्यवाद दिँदै म बिदा हुने अनुमति चाहन्छु। धन्यवाद, नमस्ते। हस्, धन्यवाद। धुरोपाटन दैनिक र टीका विद्या स्मृति पत्रकारिता पुरस्कार वितरण गरिदिनु भएकोमा धुरोपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहराज्यूलाई। अब हामी कार्यक्रमको लगभग अन्त्यतिर छौँ र आफ्ना शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म पुरस्कृत र सम्मानितको तर्फबाट मुकेश राज भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धुरोपाटन दैनिकको 24औं वार्षिक उत्सव समारोहका अध्यक्षज्यू, प्रमुख अतिथि गोविन्द नेपाली, मन्त्री भौतिक पूर्वाधार विकास र यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ, यहाँ पार्टीका नेताहरू हुनुहुन्छ, पूर्व मेयर हुनुहुन्छ, साहित्यिक व्यक्तित्व हुनुहुन्छ, सबै पुरस्कृत साथीहरूलाई र धुरोपाटन दैनिकलाई म हार्दिक बधाई र शुभकामना दिन चाहन्छु। लालीगुराँस चोककै आँगनमा हुर्केको, जन्मेको र मेड इन बागलुङ भन्न पनि पाइने यसलाई। त्यो हिसाबले भन्ने हो भने गण्डकी प्रदेशमा प्रतिस्पर्धामा बागलुङ जन्मेर पोखरासम्म प्रतिस्पर्धामा उत्रने भन्ने कुरा चान्ने चुने सञ्चार संस्था र त्यहाँका आबद्ध पत्रकार र कर्मचारीले सक्दैन। मैले तपाईको चाहिँ दक्षिण कोरियाको गाडीको बारेमा पढ्दा त्यहाँको प्रधानमन्त्रीले बोलाएर के भनेछ भन्दाखेरि गाडी कम्पनीको अध्यक्षलाई, सञ्चालकलाई कि विश्वव्यापी रूपमा प्रतिस्पर्धामा उत्रन नसक्ने गाडी दक्षिण कोरियामा बनाउनु पर्यो। त्यो कुरा चाहिँ त्यति बेला धेरै चुनौतीको कुरा थियो, किनभने गाडी दक्षिण कोरियामा कम बिकिरहेको थियो। अहिले BYD पनि गाडी विश्वव्यापी रूपमा टेस्लालाई टक्कर दिने गरिकन गाडी बिकिरहेछ चीनको। अब हाम्रो पत्रकार साथीहरूले यो दैनिक पत्रिका र साप्ताहिक पत्रिकामा प्रकाशित सामग्रीहरू कस्तो हुनुपर्छ भन्नेमा हामीले बहस सिर्जना गर्नुपर्छ। र त्यो डोनाल्ड ट्रम्प टर्की गएको, टर्कीबाट बेलायत गएको, बेलायतबाट अमेरिका फर्केको, त्यसबीचमा उसले धेरैवटा प्लेन चेन्ज गरेको रहेछ। राष्ट्रपति चढ्ने प्लेनमा नचढिकन जाँदा र आउँदाखेरि धेरै त्यो न्युज ब्रेक भयो 1 महिनापछि। अब हाम्रो पत्रकारितामा चाहिँ अब हामीले चाहिँ परम्परागत ढङ्गले सामान्य चाहिँ समाचारहरू दिएर अब हाम्रो पाठकहरू मान्दैन। रेडियोमा आएको, टेलिभिजनमा आएको, पत्रिकामा आएको समाचार भन्दा अब हामीले नयाँ चिज, नयाँ सामग्री अब हामीले खोज्नुपर्छ र दिनुपर्छ र त्यसको लागि हामीले बहस सिर्जना गर्नुपर्छ। अहिले राज्यलाई प्रश्न गर्यो भने तपाईँ राज्यको निगरानीमा पर्न सक्नुहुन्छ, तपाईँको हातमा हटकडी पनि पर्न सक्छ, तपाईँलाई एक खालको एउटा कैदी बन्दी जस्तो गरेर तपाईँलाई चाहिँ अदालतमा उभ्याउनु पनि सक्छ, तर प्रश्न चाहिँ मर्दैन। हिजो कुनै जमानामा धुरोपाटन दैनिक लालीगुराँस चोकमा जल्दाखेरि मैले एउटा आर्टिकल लेखेको थिएँ, धुरोपाटन जल्न सक्छ तर समाचार चाहिँ जल्दैन।
त्यो चाहिँ विश्वव्यापी हुन्छ। त्यसले गर्दाखेरि अन्त्यमा म के भन्न चाहन्छु भने पार्टी पनि जनताप्रति उत्तरदायी हुनु पर्यो, पत्रकार पनि पत्रकार जस्तो हुनु पर्यो, वकिल वकिल जस्तो हुनु पर्यो, नागरिक नागरिक जस्तो हुनु पर्यो र हाम्रो स्वार्थको लागि हामीले जे पनि बलिदान दिने, आफ्नो स्वार्थ पर्यो भने जस्तो सुकै त्याग पनि गर्न सक्ने, आफ्नो फाइदाको लागि जे पनि गर्ने प्रवृत्ति जुन हुर्क्यो 61-62 देखि र त्यस्तो मान्छेलाई फेरि पार्टी नेतृत्वले जे पनि गरेर बचाउने त्यस्तो प्रवृत्ति जब हाम्रो समाजमा हुर्क्यो, त्यसले चाहिँ के भयो भन्दाखेरि यो देश र व्यवस्थाप्रति र पार्टी सिस्टममाथि चाहिँ प्रश्न उठ्यो, भरोसा उठ्यो, विश्वसनीयता गुम्यो। अहिलेको बच्चाहरू त्यसरी मान्दैन। हेर्नुहोस्, अब हाम्रै नेताका छोराछोरी, हाम्रै छोराछोरी पनि विदेश गएका छन्, ठुल्ठुलो कम्पनीहरूमा पढ्ने काम गर्ने भएका छन्। मेरो बच्चाले भन्छ तपाईँ अझ पनि त्यही बिग्रेकै पार्टीमा बस्नु भएको छ, तपाईँ नआत्तिनु। साँच्चै भने इन्द्रलाल दाईको बच्चा पनि बाहिर छ होला, अरू नेताका छोराछोरी। साँच्चै मेरो छोराले के भन्यो भने मेरो छोरीले त यो चुनावमा भ्रष्टाचारीहरूलाई भोट नदिनुहोस् भन्यो, तर उसले चाहिँ त्यो कुरा मोबाइलबाट थाहा पाइरहेको थियो। मैले नेकपा मसाल र नेकपाको साथीहरूलाई के भनेको थिएँ भने तपाईँहरूलाई आइटीमा तपाईँहरूलाई ज्ञान छ कि छैन, फेरि ज्ञान छैन भने रिसाउनु होला होइन, तर यस्तो कन्टेन्टहरू बनेको छ जसको बारेमा पार्टीले चाहिँ त्यसलाई सिरियसली लिएको छैन। विश्वव्यापी रूपमा हाम्रो दिमागै कब्जा भइसक्यो, तर पनि हाम्रो पार्टीका नेताहरूले अब 1 वर्षपछि बल्ल चुनावको समीक्षा गरिरहेछ। 1 वर्षपछि चुनावको 84मा चुनाव छ। त्यसले गर्दाखेरि अन्त्यमा म के भन्न चाहन्छु भन्दाखेरि जनप्रतिनिधि होस्, पार्टी होस्, अभिभावक होस्, पत्रकार होस्, नागरिक समाज होस्, जोसुकै होस्, प्रश्न चाहिँ मर्न हुन्न। हाम्रो चाहिँ माग, हाम्रो उद्देश्य जे व्यवस्थाको लागि हामी लड्यौँ, अब हामीले गणतन्त्र मात्रै ल्याएको हो, हामीले संविधान ल्याएको भनेर हुँदैन। हामीले चाहिँ यतिजना सांसद हुँदा बिउको खण्ड र पिस नभएको सत्य हो नि। फेरि हामीसँग यतिजना सांसद, यतिजना जनप्रतिनिधि, यतिजना मन्त्री हुँदाखेरि पनि बिउ खण्ड पिस नभएको त सत्य हो, रोजगारी सिर्जना नभएको त सत्य हो। हामीले चाहिँ भने जस्तो रोजगारी हामीले चाहिँ उच्च ज्याला दिन नसकेको त सत्य हो नि। फेरि उच्च ज्याला दिन नसक्दा हाम्रो बच्चाहरू विदेशीको सत्य हो। हेर्नुहोस्, त्यसको लागि हाम्रो अर्थतन्त्रको विकास नभएसम्म तपाईँको कुनै मन्दिरले, कुनै मानव सेवा आश्रमले 8 करोड उठा पुग्छ, उसले 15-20 करोड किन चाहियो? तपाईँहरू नरिसाउनुहोस्। सरकार गरिब छ, उसले चाहिँ विदेशी ऋण लिएर बाटो बनाउनु पर्ने होइन। यहाँ चाहिँ अब तपाईँको चाहिँ हाम्रो मन्दिरमा पैसा थुपार्ने भन्ने कुरा चाहिँ त्यो व्यावहारिक हुँदैन। हाम्रो जस्तो देशमा व्यावहारिक हुँदैन है। त्यसैले चाहिँ एउटा स्कुलको लागि 5 करोड चाहिएछ भने उसले चाहिँ 6 करोड उठाउनु हुँदैन, त्यो क्राइम हो। र अन्त्यमा म चाहिँ अब हाम्रो जो हुनुभएको छ, मन्त्री हुनुभएको छ, जनप्रतिनिधि हुनुहुन्छ, तपाईँले हिँड्दाखेरि जनताको गुनासो सुनिन्छ, भेटिन्छ, बोलिन्छ, यस्तो भएछ भनेर थाहा हुन्छ र जनताबाट हामी जुन अलगिने काम भएको छ त्यसलाई सुधार्नुपर्छ भन्दै प्रश्न चाहिँ मर्न दिनु हुँदैन, प्रश्न गर्न छोड्नु हुँदैन। धन्यवाद। धन्यवाद आफ्ना भनाइका लागि र आफ्ना भनाइका लागि मुकेश चन्द भण्डारीज्यूलाई। र अब आफ्नो शुभकामना मन्तव्य राखिदिनुको लागि म बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक भाइ। यो 24औं वार्षिक उत्सव समारोह यो धोरपाटन दैनिक पत्रिकाका यो उत्सव कार्यक्रमका सभापति एवं यसका प्रधान सम्पादक हरिनारायण गौतमज्यू, आजका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय मन्त्री गोविन्द नेपालीज्यू, मञ्चमा आसीन पूर्व मान्यज्यू, त्यसै गरी पूर्व नगर प्रमुखज्यू, साहित्यकारज्यूहरू, पत्रकार महासङ्घका अध्यक्ष लगायत पूर्व अध्यक्षज्यूहरू, ड्यासमा आसीन समाजसेवीदेखि लिएर सम्पूर्ण व्यक्तित्वहरू र यहाँ उपस्थित रहनुभएका सम्पूर्ण पत्रकार साथीहरू र उपस्थित सम्पूर्ण महानुभावहरू, सर्वप्रथम त म मेरो व्यक्तिगत तर्फबाट र चाहिँ सिङ्गो बागलुङ नगरपालिकाको तर्फबाट यो धोरपाटन परिवारलाई हार्दिक बधाई दिन चाहन्छु।
ताकि आज चाहिँ 24 वर्षसम्म निरन्तर रूपमा झन्डै 8,760 अङ्क पत्रिका यसले प्रकाशित गर्न सफल भएको छ। यसको लागि म चाहिँ यो ढोरपाटन दैनिक पत्रिकाका सम्पूर्ण सञ्चालकदेखि लिएर पत्रकार साथीहरू सबैलाई म हार्दिक बधाई दिन चाहन्छु। हिजोसम्म ढोरपाटन पत्रिका हामी बागलुङेको मात्र थियो, आज गण्डकी प्रदेशको सबैको पत्रिका हुन पुगेको छ। यो बागलुङेले हामीले पनि गर्व गर्ने विषय बनेको छ। विगतको वर्ष हामीले अत्यन्त वृहत कार्यक्रमका साथ पोखरामा ढोरपाटन दैनिकको वार्षिक उत्सव मनाउन सफल भयौँ। हामी एउटा गण्डकी प्रदेशको विशेष गरेर केन्द्रमा बसेर चाहिँ आज ढोरपाटन पत्रिकाले आफ्नो वार्षिक उत्सव मनाउनु भनेको पनि यो हामी बागलुङीको लागि एउटा गौरवको विषय जस्तो मलाई लाग्छ। त्यसैले पनि हामीलाई चाहिँ एउटा यो गौरवको विषय हो भन्ने मलाई लाग्छ। र आज 8जना पत्रकार साथीहरूलाई 8वटा विधामा यो पत्रिकाले सम्मानित पनि गरेको छ। त्यसमा पनि विशेष गरेर 50% महिला पत्रकार साथीहरू र 50% पुरुष साथीहरूलाई सम्मानित गर्न सफल भएको छ। म सम्मानित हुने सम्पूर्ण पत्रकार साथीहरूलाई यही कार्यक्रम मार्फत म हार्दिक बधाई पनि दिन चाहन्छु। 24 वर्ष भनेको अत्यन्त लामो समय हो जस्तो लाग्छ मलाई। केही वर्षसम्म मैले पत्रिकामा मैले पनि काम गरेको थिएँ, जुन पत्रिका एउटा अङ्क निकाल्नको लागि अहोरात्र खटिएर पत्रिका निकाल्ने गर्थ्यौँ हामीले कालीगण्डकी साप्ताहिक। त्यो कालीगण्डकी साप्ताहिक पत्रिका निकाल्दै गर्दाखेरि त्यो मलाई महसुस भएको छ कि यो दिनरात मेहनत गरेर एउटा अङ्क निकाल्दै गर्दाखेरि आफूले एउटा ठुलो लडाईँ जितेको महसुस गर्थेँ मैले। म त्यो पत्रकारको चाहिँ यो पत्रकारिता क्षेत्रमा म आफू नभए तापनि व्यवस्थापकीय पक्षको हिसाबले त्यो पत्रिकामा म जोडिएको थिएँ र त्यो पत्रकारको भूमिकादेखि लिएर त्यो व्यवस्थापकीय क्षेत्रमा मैले काम गरेको थिएँ, जसले गर्दाखेरि आज यो पत्रिकाले 24 वर्षसम्म अविरल निरन्तरता दिँदै आज यो स्थानमा आइपुगेको छ। यसले गर्दाखेरि धेरै आरोह अवरोहहरू धेरै पार गरेको छ भन्ने मैले महसुस गरेको छु। त्यसले गर्दाखेरि यो पत्रिका भोलिका दिनहरूमा यो अझ चाहिँ झाँगिँदै यसका क्षेत्रहरू अझ विस्तार हुँदै अहिलेको समयअनुकूल यसलाई अनलाइन पत्रिकादेखि लिएर एफएमदेखि लिएर विभिन्न विधामा पनि यसले चाहिँ जोड्दै गइरहेको छ र अहिलेको समय परिस्थिति अनुसार जुन किसिमले यो पत्रिका अविरल रूपमा अगाडि बढिरहेको छ र भोलिका दिनहरूमा पनि यसले अझ झाँगिँदै जाओस् भन्ने शुभकामना पनि दिन चाहन्छु। मैले अहिले भर्खरै परिकल्पना पनि गरेँ यो ढोरपाटन पत्रिकाको नामाकरणको विषयमा। यो ढोरपाटन पत्रिकाले अलिकति बागलुङेहरूलाई यो बागलुङेहरूको पत्रिका पनि हो र यो ढोरपाटन परिवारले बागलुङेहरूलाई सम्झिनु पनि पर्छ भन्ने लाग्छ। 62-63 को आन्दोलन पश्चात राज्यको पुनर्संरचनामा गइसकेपछि झन्डै बागलुङ जिल्ला 2वटा चाहिँ चिरामा 2टा जिल्लाको रूपमा रूपान्तरण हुँदै थियो। हामी बागलुङेहरूले 19 दिनसम्म आन्दोलन गर्यौँ, सडकमा सुत्यौँ, अर्धनग्न जुलुस गर्यौँ, कोण सभा गर्यौँ, विभिन्न किसिमको चाहिँ मुद्दाहरूलाई उठायौँ। चाहे त्यो ढोरपाटनको जलाशययुक्त विद्युत गृहको रूपमा नै किन नहोस् र सिङ्गो बागलुङलाई हामीले चाहिँ टुक्राउनु हुँदैन भनेर आन्दोलन पनि गर्यौँ र बागलुङ जीवित रह्यो र ढोरपाटनलाई हामीले बचाउन सफल भयौँ। यदि वास्तवमै यो ढोरपाटन आज लुम्बिनी प्रदेशमा भएको भए, अर्को जिल्लामा विभाजन भएको भए आज चाहिँ यो ढोरपाटन भन्ने क्षेत्र आज बागलुङलाई एउटा मात्र क्षेत्र बनाएर बागलुङ जिल्ला आदि टुक्रिएर आज चाहिँ लुम्बिनी प्रदेशमा गएको हुन्थ्यो। त्यहाँका बागलुङेहरू आज ढोरपाटनदेखि लिएर गलकोटदेखि लिएर त्यहाँका बागलुङेहरू आज चाहिँ दाङमा चाहिँ उहाँहरूको सदरमुकाममा जानुपर्ने परिस्थिति हुन्थ्यो र आज यो ढोरपाटन पत्रिका बागलुङबाट निस्किँदै गर्दाखेरि गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै गर्दाखेरि यसको तात्विक चाहिँ यो ढोरपाटनको नामाकरण त्यति मेल खाने थिएन होला। त्यसले गर्दाखेरि जब ढोरपाटनलाई हामीले बचायौँ त्यो ढोरपाटन बढ्दै गर्दाखेरि आज हामीले यो 24 वर्षसम्म इतिहास कायम गरेको पत्रिकाको नामलाई पनि हामी बचाउन सफल भएका छौँ। त्यसैले गर्दाखेरि मेरो विचारमा लाग्छ अबको आउँदो वर्षको संस्करणमा यो ढोरपाटन पत्रिकाले आफू चाहिँ जीवन्त रहेका कुरालाई पनि यहाँ उजागर गरेर लानुपर्छ कि भन्ने मलाई लाग्छ। त्यसैले गर्दाखेरि ढोरपाटनलाई बचाउन सफल हुँदै गर्दाखेरि आज हामीले ढोरपाटन परिवार र यसको इतिहासलाई पनि बचाउन सफल भएका छौँ र आजको यो विशेष अङ्कमा सुस्त संहिताका कुराहरू
आज विशेष गरेर उजागर गरेको छ। यसले उजागर गर्न खोजेको चुस्त संहिता हुनुपर्छ भन्न खोजेको हो भन्ने मलाई लाग्छ। भोलिका दिनहरूमा हाम्रो राज्यलाई जुन किसिमको संहितामा लाँदै गर्दाखेरि संहिता अब चुस्त संहितामा रूपान्तरण होस् भन्ने शुभकामना सहित सम्पूर्ण परिवारलाई म हार्दिक बधाई दिँदै मेरो भनाइ अन्त गर्छु। धन्यवाद। जय बागलुङ। धन्यवाद। आफ्ना शुभकामना मन्तव्यका लागि बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठज्यूलाई अब आफ्ना भनाइसहित आफ्नो विचार राखिदिनु हुनको लागि म गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय गोविन्द बहादुर नेपालीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यस विशेष कार्यक्रमका अध्यक्षज्यू, रोडपाटन दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक नारायण गौतमज्यू, कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित बागलुङ नगरपालिकाका प्रमुखज्यू, गण्डकी प्रदेश सभाका पूर्व सदस्यज्यू, पूर्व नगर प्रमुखज्यू, वरिष्ठ साहित्यकार काजी रोशनज्यू, बार एसोसिएसन उच्च अदालतका अध्यक्षज्यू, मञ्चमा आसीन पत्रकार महासङ्घ बागलुङका अध्यक्षज्यू, जिल्ला समन्वय समिति बागलुङका पूर्व उपप्रमुखज्यू, टीका विद्या स्मृति पत्रकारिता पुरस्कारबाट हामीले जो सम्मान गऱ्यौँ, उक्त पुरस्कारका संस्थापक, परिवारका सदस्य, समाजसेवी सदेवराज भण्डारीज्यू, सम्मानित व्यक्तित्व आदरणीय मुकेश राज भण्डारीज्यू लगायत यो कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक नमस्कार, हार्दिक अभिवादन टक्राउन चाहन्छु। सबैभन्दा पहिला म ढोरपाटन दैनिक आजबाट 24औं वर्षमा प्रवेश गरेको छ। यसले उकाली ओह्रालीहरू पार गर्दै वक्ताहरूले राख्नु पनि भयो र हामीले यसको सम्पादकीय, आजको विशेष सम्पादकीय पढ्दा पनि केही सरसर्ती यसका अन्डर ठक्करहरू, उकाली ओह्रालीहरूको बारेमा हामीले अनुभूति गर्न सक्छौँ। त्यो खालको यात्रा पार गर्दै धेरै चुनौतीहरूको सामना गर्दै 24औं वर्षमा प्रवेश गर्न सफल भएकोमा म ढोरपाटन दैनिक सम्पूर्ण परिवार, यसको मुख्य नेतृत्व गर्ने हरिनारायणजी लगायत सम्पूर्ण टिमलाई हार्दिक शुभकामना दिन चाहन्छु, बधाई दिन चाहन्छु। किन एउटा छापा पत्रकारिताको यात्रा यति लामो, अथक रूपमा निरन्तर रूपमा अगाडि बढाउने विषय, त्यसलाई निरन्तरता विषय त्यति सजिलो विषय होइन, फेरि पनि त्यसको सामना गर्दै त्यसलाई निरन्तर अगाडि बढाउनु भएको छ। यसको अझै उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। यो अवसरमा ढोरपाटन दैनिक के परिवारको सदस्यहरूमध्ये, पत्रकार मध्येबाट, कर्मचारी मध्येबाट पुरस्कृत हुनुभएको छ। उहाँलाई पनि म हार्दिक बधाई प्रकट गर्न चाहन्छु। र टीका बहादुर राज भण्डारी र विद्या लक्ष्मी राज भण्डारी जो हामीहरू बिचमा हुनुहुन्न, फेरि पनि उहाँहरूको नाममा स्थापित पुरस्कारबाट जो सम्मानित हुनुभएको छ, उहाँहरूलाई पनि म हार्दिक बधाई दिन चाहन्छु। र यस सन्दर्भमा आदरणीय टीका बहादुर राज भण्डारी र विद्या लक्ष्मी राज भण्डारी प्रति पनि उच्च सम्मान प्रकट गर्दै उहाँहरूप्रति
हार्दिक श्रद्धासुमन प्रकट गर्न चाहन्छु। मैले धेरै लामो समय लिन चाहन्न। आज ढोरपाटन दैनिकले सुस्त संघीयता भनेर आफ्नो विशेष प्रकाशन बाहिर ल्याएको छ। यसमा मैले धेरै लामो बहस उत्रिन चाहन्न र समय पनि छैन। तर मलाई लाग्छ संघीयता यति बेला सुस्त भएको, सुस्त बनाइएको पनि यथार्थ हो र एक प्रकारले यसलाई अलमल बनाइएको पनि यथार्थ हो। सुस्त संघीयता भन्दा नि मिल्छ, अलबल संघीयता भन्दा नि मिल्छ र पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा यसलाई अवरुद्ध संघीयता भन्न नि मिल्छ। कतै संघीयतालाई, कतै गणतन्त्रलाई यो वा त्यो हिसाबले, यो वा त्यो बहानामा अवरुद्ध पार्न खोजिएको त होइन भन्ने प्रश्न पनि उठेका छन्। सुस्त भनिरहँदा त्यो गतिमा सुस्त हुन सक्छ, तर आफ्नो उद्देश्यमा ढिलो वा चाँडो अगाडि बढ्न सक्छ। अलिअलि अलमल भन्दा ढिलो वा चाँडो त्यो आफ्नो उद्देश्यमा अगाडि बढ्न सक्छ। तर अवरुद्ध भनिरहँदाखेरि कतै जुन उद्देश्यका लागि संघीयताको स्थापना भयो, जसको लागि हामी यो खालको बलिदान गर्यौं, कतै यसलाई अवरुद्ध पार्न खोजिएको त होइन भन्ने प्रश्नहरू पनि छन्। त्यसकारण सुस्त पनि ठिक छ, अवरुद्ध पनि ठिक छ, यसको नामन गर्दा अलमल पनि ठिक छ। मैले यति मात्र राख्न खोजेको। र पछिल्लो समय यसलाई अवरुद्ध पार्न खोजिएको हो के भन्ने प्रश्नहरू उठिरहेका छन्, आशंकाहरू उठिरहेका छन्। यति बेला हामी यो विषयमा अलि सचेत हुनुपर्ने, सजग हुनुपर्ने र अघि मुकेश दाइले भने जस्तै निरन्तर पल पल प्रश्न गरिरहनु पर्ने ठाउँमा छौँ। मैले यति मात्र भन्न चाहन्छु। संघीयतालाई यो अवस्थामा पुर्याउनको लागि 2-3 कारण छन्। एउटा, लामो समयदेखि हाम्रो दिमागमा कडा पत्थरको रूपमा जमेर बसेको केन्द्रीकृत मानसिकतालाई हामीले त्यति सजिलै फुटाल्न सकेनौँ। शासन गर्ने काठमाडौँले मात्र हो, शासन गर्ने काठमाडौँमा बसेकाहरूले मात्रै हो, काठमाडौँमा बसेर मात्रै हो शासन गर्ने भन्ने जुन खालको एउटा पत्थर हाम्रो दिमागमा जमेको थियो, त्यो मानसिकतालाई हामी फुटाल्न सकेनौँ। आज प्रदेशलाई जात्रे बलियो नबनाउने, स्थानीय तहलाई जात्रे बलियो नबनाउने सन्दर्भमा यसका नीतिगत पक्षहरू, कानुनी पक्षहरू, वित्तीय संघीयता कुरा उठिरहेका छन्। यसका कारकहरू छन्। मैले यति मात्र भने। यति भनिरहँदा संघीयता सुस्त भयो भनिरहँदा संघीयतालाई बलियो बनाउनको लागि, बसन्तजीले भने जस्तै चुस्त बनाउनको लागि स्थानीय तहबाट, प्रदेश तहबाट भएका प्रयत्नहरूलाई पनि हामीले बिर्सनु हुँदैन। निरन्तर भएका प्रयत्नहरू, निरन्तर भएका सङ्घर्षहरू, निरन्तर उठाइएका आवाजहरूलाई पनि हामीले बिर्सनु हुँदैन, सम्मान गर्नु। त्यहाँ प्रतिनिधित्व गर्नेहरूले आफ्नो ठाउँबाट निर्वाह गरेका भूमिकाहरूलाई पनि हामीले सम्मान गर्नुपर्छ। अर्को, संघीयतालाई कमजोर बनाउनको लागि के नियोजित खेलहरू भइरहेका छन्। प्रदेशमा रहेर, स्थानीय तहमा रहेर, सङ्घमै रहेर पनि सकारात्मक नियतका साथ काम भइरहेका पनि छन्। तर तिनलाई जबरजस्ती ओझेलमा पार्ने, नियोजित हिसाबले ओझेलमा पार्ने, एउटा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नको लागि भएका पहल कदमीहरू, भएका उपलब्धिहरूलाई पनि ओझेलमा पार्ने, तिनका विरुद्धमा भ्रमहरू सिर्जना गर्ने कामहरू पनि भए। संघीयतालाई जबरजस्ती असफल पार्नको लागि, प्रदेश संरचनालाई जबरजस्ती असफल पार्नको लागि, नेपाली जनताको लामो समयदेखिको एउटा बलिदानको परिणामस्वरूप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई असफल पार्ने नियतका साथ आफ्नो के राजनीतिक उद्देश्यहरू हासिल गर्नको लागि खेलहरू पनि भए।
यी धेरै सन्दर्भको धेरै हिसाबले हामीलाई यसलाई जोड्नुपर्छ। धेरै हिसाबले यसको गहिराइमा गएर यसका बाहिर देखिएका सतही पक्षहरू, यसका भित्री पक्षहरू, रूप पक्ष र सार पक्षहरू सबैको अध्ययन गरेर हामीले यसको बारेमा एउटा निष्कर्ष निकाल्न पर्छ। र निष्कर्ष के हो भने जति केन्द्रीकृत मानसिकतामा बाँच्न खोजे पनि, बाँचिरहन खोजे पनि, जति यो व्यवस्थालाई असफल बनाउन खोजे पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको, यसलाई चुस्त बनाउनुको विकल्प छैन। आज मिडियाहरूले त्यो भूमिका खेल्नुपर्छ। मैले लामो जान चाहन्न कि राजनीतिक दलहरूले प्रश्न उठाउँदा, सरकारमा भएकाहरूले प्रश्न उठाउँदा पूर्वाग्रही भयो भन्ने ठान्न सकिन्छ। तर आज मिडियाबाट, नागरिक समाजबाट प्रश्न उठाउँदा अलि भरोपर्दो पनि हुन्छ। यसकारण आज जे चुनौतीहरू तपाईँ हाम्रो सामुन्ने आएका छन् तिनलाई सामना गरी यो व्यवस्थालाई अझ बलियो बनाउने सन्दर्भमा एउटा मिडियाहरूको महत्त्वपूर्ण भूमिका छ, नागरिक समाजको महत्त्वपूर्ण भूमिका छ। यही कुरा राजनीतिक दलहरूले यति बेला बोलियो भने, अझ पुरानो राजनीतिक दलले यति बेला बोलियो भने, सरकारमा बसेर केही सुविधा सेवा सुविधासँग जोडिएकाहरूले बोल्ने हो भने त्यो पूर्वाग्रही भएर बोलेको ठहर्छ। यस हिसाबले पनि मैले यो कार्यक्रम सन्दर्भमा यो मिडियाको यो खालको भूमिकाको अपेक्षा गर्न चाहन्छु। र अन्त्यमा मैले सम्पादकीय पढ्दा एउटा वाक्य अत्यन्तै समग्र विषयलाई छुने खालको वाक्य फेला पारे। भ्रामक सूचना, मिथ्या सञ्चार र नियोजित प्रचारबाजीको डिजिटल कोलाहललाई चिर्न र वैचारिक बहसको नयाँ मार्ग अवलम्बन गर्न अर्थात् यो हिसाबले अगाडि बढ्नु हाम्रो मुख्य मान्यता हो भनेर त्यहाँ सम्पादकले लेख्नु भएको छ। समग्र विषयलाई चिर्छ। यसले अहिले डिजिटल कोलाहल कतिको चलिरहेको छ, समाजमा सत्यभन्दा असत्य कति धेरै बिग्छ, सत्यभन्दा भरम कति धेरै बिग्छ, धेरै कुराहरू बग्छ। यो कुनै छापा संस्करणको मात्र कुरा होइन, त्यहाँ छापा संस्करणको कुरा छ। वास्तवमा पत्रकारिता मिथ्या समाचार पत्रकारिता होइन, भ्रामक सूचना पत्रकारिता होइन, नियोजित प्रचारवादी पत्रकारिता होइन। आज त्यही भइरहेको छ। यी सबैबाट टाढा राखेर पत्रकारिताप्रतिको विश्वास हामीले फिर्ता लिनुपर्नेछ। ढोरपाटन स्थापना हुँदा जुन खालको विश्वास थियो, पत्रकारिता पत्रमा आयो, पेपरमा आयो, उहाँले लेख्नुभयो, यस्तो पत्रकारले लेख्यो, यस्तो लेखकले लेख्यो भन्ने जुन खालको विश्वास थियो त्यो विश्वास गुमेको छ। आज उहाँहरूको यही मान्यतामा टेकेर त्यो विश्वास फिर्ता लिनुपर्नेछ र जनतालाई सही सत्य सूचना दिनुपर्छ। कुन सूचना सत्य हो, कुन गलत हो हामीले मोबाइल अगाडि हेरौँ, डिजिटल प्लेटफर्महरू हेरौँ, हामी आफै भ्रममा पर्छौँ। के हो, कुन हो सत्य, कुन सही हो, कुन भ्रम हो। त्यो मान्यतामा जुन मान्यता तपाईँहरू सम्पादकले सार्नु भएको छ, यो समग्रतालाई समेटेर सार्नु भएको छ। यो मान्यतामा सफल हुनुहोस्। समग्र सञ्चार माध्यमले यो कुरामा विशेष ध्यान दिएर अगाडि बढ्नुहोस्। तपाईँहरू सबैलाई हार्दिक शुभकामना प्रकट गर्दै यो महत्त्वपूर्ण कार्यक्रम निम्ता गर्नुभयो कि ढोरपाटन दैनिकसँग म निरन्तर जोडिएको एउटा परिवारकै सदस्य हुँ जस्तो आफूलाई अनुभूति पनि हुन्छ। एउटा सम्झनुभयो, निमन्त्रण गर्नुभयो, यो उपस्थिति तपाईँहरूसँग फेरि पनि भेटघाट गर्ने एउटा अवसर प्रदान गर्नुभयो, यसको लागि हार्दिक धन्यवाद दिँदै पुनः सिङ्गो ढोरपाटन परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दै म बिदा हुन्छु। धन्यवाद, अभिवादन। धन्यवाद। आफ्ना सान्दर्भिक भनाइका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय गोविन्द बहादुर नेपालीज्यूलाई। अब हामी कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा हामी हाम्रा आमन्त्रित अतिथिज्यूहरूलाई
मायाको चिनो प्रदान गर्दैछौँ र मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि आजका प्रमुख अतिथि माननीय गोविन्द बहादुर नेपालीज्यूलाई म हार्दिक अनुरोध गर्दछु भने मायाको चिनो हस्तान्तरण गरिदिनु हुन म प्रधान सम्पादक हरिनारायण गौतमज्यूलाई हार्दिक अनुरोध गर्दछु। सँगसँगै म मञ्चमा आसीन अतिथिज्यूहरूलाई क्रमैसँग मायाको चिनो लिइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। खास धन्यवाद प्रधान सम्पादक हरिनारायण गौतमज्यूलाई मायाको चिनो वितरण गरिदिनु भएकोमा र आजको यस धुरपाटन दैनिकको 24औं वार्षिक उत्सव तथा पुरस्कार समर्पण कार्यक्रमको हामी अन्त्यमा छौँ। अन्त्यमा यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु भएकोमा आमन्त्रित अतिथिज्यूहरू सहभागी सम्पूर्ण महानुभावहरूलाई आयोजकको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ र सम्पूर्णले खाजा ग्रहण गरेर कार्यक्रमबाट बिदा हुनुहोला यो अनुरोध गर्दै आजको यस कार्यक्रममा मलाई कार्यक्रम सञ्चालनको जिम्मेवारी दिनुभएकोमा प्रधान सम्पादक लगायत धुरपाटन परिवारलाई म हृदयदेखि फेरि धन्यवाद दिन चाहन्छु र सँगसँगै 2078 चैत्र 18 गतेबाट धुरपाटनमा आबद्ध भई मैले आफ्ना लेख रचना लेख्दै गर्दाखेरि मैले गरेको कामलाई मूल्याङ्कन गरेर सम्मान दिनुभएकोमा धुरपाटन दैनिक परिवारलाई पनि मेरो हृदयदेखि धन्यवाद व्यक्त गर्दै अध्यक्षको अनुमतिले कार्यक्रम यही समापन भएको घोषणा गर्छु। धन्यवाद। सम्पूर्णले खाजा चाहिँ ग्रहण गर्नुहोला र त्यसपछि हामी बिदा हुनेछौँ।